नि त तपाईका पनि आउँदो हो नि यहाँ सरुवा गरिदिनु पर्यो गोर्खा पुर्याइदिनु भन्ने मसँग कहिले नबोल्ने मान्छे आइरहेको छ इन्डोनेसिया र फिलिपिन्स दुईटामा डाइरेक्टली इलेक्टेड छ फुल सल्युसन त हैन व्हाटएभर त्यो भनेको के हो नि फ्रेन्च मोडेलमा जाउँदैछ भने केन्द्रको संसद प्रतिनिधि सभा प्रदेशको प्रदेश सभा पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित हो यो बुझ्न जरुरी छ के दुईटा मोडेल हुन्छन् भने क्वालिटी पनि आउँछ क्वालिटीका मान्छेहरू आउँछन् भन्नेमा चाहिँ मेरो प्रश्न छ गोल्छा फ्यामिलीको टिकट दिनको लागि त्यो प्रणाली बनेको त होइन नि त आइकनिक आरोप छ बुढी गण्डकीमा त्यत्रो ठुलो भ्रष्टाचारको तपाईले आरोप लाउनु धमिलो पानी माछा मार्नु भएन खान नपाएपछि त मान्छेले धमिलो पानीमा पनि माछा चाहिँ मार्छ पनि मन्त्री बन्नुभयो अर्थमन्त्री हुनुभयो प्रधानमन्त्री हुनुभयो लिभिङ कस्ट खोइ ब्युरोक्रेसीमा सुध्रिनै पर्छ स्टेट फुड भने त्यही त हो नि ब्युरोक्रेसी जुडिसियरी सेक्युरिटी सेक्टर सबै गर्नुपर्छ ब्याङ्किङ फर द्याट म्याटर ब्याङ्किङ होइन What do you think the Gen Z people should do now going forward? हजुरबाट सुरु गरौँ and let's मेरो उहाँहरुलाई What's with Hotel Ambassador? Amazing location, incredible architecture, and what an exceptional level of service. That's what's with Hotel Ambassador. Our choice, every time, all the time. Hotel Ambassador. एम्बार्क त साच्चै वर्ल्ड क्लास नै रहेछ ग्लोबल स्ट्यान्डर्डको एजुकेसनको लागि अब विदेश नै जानु पर्दैन अब नेपालमै बसेर फ्युचर सिक्योर बनाउने Empowering next gen to become skilled innovators. Embark College. Our most reliable communication partner, Realme. Knowledge partner, Embark College. नमस्कार यहाँहरुलाई स्वागत छ What's with को यो श्रृंखलामा आज चाहिँ हामीले कुरा गरिराखेको छौं जे भयो हाम्रो देशमा जेनजीले गर्नुभयो होला तर हामी पनि छौं नि अरु जेनेरेशन्सहरु पनि हाम्रो दृष्टिकोण पनि बुझौं हाम्रो अनुभवबाट हामीले कुन फिल्टरबाट हेरिरहेको छौं हाम्रो के सोच छ के चिन्ता छ हाम्रो के चाहना छ र हाम्रो विचारमा हाम्रो देश कता लम्किरहेको छ यही कुरा गर्नलाई I am truly privileged to have such a distinguished panel today. I want to start हाम्रो पूर्व सम्माननीय प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबाट यहाँ त हाम्रो जुन जनआन्दोलन भनिन्छ रेभोल्युसन भनिन्छ जुन फिल्टरबाट हेरे आफ्नै त्यो एउटा नर्मन क्लास होला तर जे भए पनि नेपालमा संविधान सभा गरिकन नयाँ संविधान ल्याएर गणतन्त्र ल्याउनेमा यहाँहरुको धेरै ठूलो योगदान छ त्यसको पनि एउटा क्लिशे टर्म होला आइडियोलॉग को थियो भन्दाखेरि डाक्टर साहबको नाम आइरहन्छ अहिले भर्खर पनि एउटा जनआन्दोलन भयो जेनजी को भयो जेनजी को आन्दोलन भन्छु हजुरहरुको त्यो आन्दोलन र यो आन्दोलनमा फरक के देख्नुहुन्छ र सिमिल्यारिटिजहरु के छन् त्यहाँबाट सुरु गरौँ मतलब तपाईले 46 को देखिको भन्नुभयो म चाहिँ 36 सालदेखि भन्छु हजुर म चाहिँ 36 सालको आन्दोलन र त्यति भन्ने अलिकति अगाडि इन्डियामा पनि जेपी मुभमेन्ट र जुन भएको थियो त्यो पनि देखेको र नेपालमा चाहिँ 36 सालको आन्दोलन 46 को आन्दोलन 52 62 63 को आन्दोलन र अहिले 4 वटा जुन मैले हेरिरहेको छु तीमध्येमा पहिलो दुईटा 36 र 46 चाहिँ त्यो निरङ्कुशताको अन्त्यको निम्ति आन्दोलन थियो त्यो चाहिँ एउटा विद्रोहात्मक भन्दा पनि आन्दोलनकै रूप थियो 36 मा थोरै इरप्ट भए चाहिँ हो तर यति ठुलो हैन 46 मा जनआन्दोलन नै हो त्यो 52 62 को त फेरि सशस्त्र संघर्ष र पछिल्लो चरणमा गएर जनआन्दोलनको मिक्सचर भयो र अहिले 82 मा जुन भएको छ यो चाहिँ यो प्रकारको रिभोल्ट र रिबेलियन हो ट्रेडिसनल टर्म इज द इन्सरेक्सन हो यो इन्सरेक्सन चाहिँ अझ प्लान हुन्छ यो त त्यति अलि अनप्लान जस्तो अलि सडन जुन इरप्ट गर्यो त्यसैले म यस्ता एउटै कडी मान्छु मैले चाहिँ 7 सालदेखि यता पटक पटक हामीले यस्ता विद्रोह आन्दोलन गर्दै आएका छौं र परिवर्तन त कहिले नै पूर्णता आउँदैन समाज विकासको नियम र साइन्सको नियम स्टुडेन्ट हुनुको नाताले पनि ल अफ एट्रोफी भन्छन् सेकेन्ड ल अफ थर्मोडायनामिक्स त्यो त यो भद्रगोल र अस्थिरता चाहिँ नियम हो स्थिरता र शान्ति चाहिँ अपवाद हो भनिन्छ क्या नि त्यसो भए लेमेनले के बुझ्छ भने स्थिर र शान्ति चाहिँ नियम हो यस्तो एरप्सनहरु चाहिँ अपवाद हो भन्छन् क्या तर फिजिकल साइन्सको जियोलोजिकल यी सबै हेर्नु भने भूकम्प किन हुन्छ आदिदेखि हेर्नुभयो भने यस्तो इरप्सन हुन्छ र त्यो समाजभित्रका जुन समस्याहरू छन् बाँकी रहेका त्यो एउटा बिन्दुमा चुलिँदै गएपछि जस्तै खाना पकाउँदाखेरि पनि त एक ठाउँ पुगेपछि त
बाफ बाहिर निस्कनुपर्छ नि, त्यसरी नै निस्केको हो यो। त्यस अर्थमा चाहिँ यसलाई म एकदम स्वाभाविक मान्छु र अपेक्षितै मान्छु। फेरि मैले चाहिँ पटक सबै आन्दोलन र क्रान्ति अपुरा भन्दै आएको छु। मैले सुरुदेखि नै 46 को लागि अपुरा भनेर गऱ्यौँ हामी र 62-63 पुग्दाखेरि पनि संविधान जारी गर्ने बेलामा नि मैले त्यति बेला यो हाफ फुल हाफ एम्प्टी ग्लास अफ वाटर भनेको थिएँ मैले संविधानलाई। र त्यसै भएको हुनाले यो पनि त्यसैको अर्को लिङ्कमा फोर्थ लिङ्क भन्छु वास्तव नेपालमा डेमोक्रेटिक रेभोल्युसनको। ओके, तर जुन किसिमले भयो नि हजुर, यो अब हजुरहरूको त रेभोल्युसन भन्नुहुन्छ होइन, जे चाहिँ वर्षौँदेखि बिस्तारै गाउँबाट हुँदै हुँदै आएर अनि काठमाडौँ सहरहरूमा पस्यो अनि त्यसपछि चाहिँ संविधान सभा भयो, समय लाग्यो नि, त्यसपछि 2टा संविधान सभा भएर संविधान आयो। यो त 2 दिनकै क्रममा सरकार पनि ढल्यो, हेलिकप्टरले मन्त्रीज्यूहरूलाई पनि निकाल्नु पर्यो, प्रधानमन्त्री सम्हाल्ने प्रधानमन्त्रीज्यूलाई पनि गर्नु पर्यो, होइन, संसद पनि विघटन भयो। तर एउटा कुरा चाहिँ मलाई राम्रो लागेको, जुन चाहिँ त्यत्रो संविधान सभाबाट आएको संविधान छ, जेन जी होस् या जसले पनि त्यो संविधान चाहिँ यथावतै राख्नुपर्छ भनेर भन्नुभएको छ। यो यति चाँडो यसरी हुनेको होइन, त्यो पनि सहरमै, काठमाडौँमा पार्लियामेन्टको अगाडि, यसमा चाहिँ हजुरले के देख्नुहुन्छ? हो, यो चाहिँ के भएको भने पोलिटिकल रेभोल्युसन त मूल रूपमा हामीले कम्प्लिट गरेकै हो है। जननिर्वाचित संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र, अब भलै अलिकति फरक मतहरू पनि छ, तर मूल लाइन चाहिँ त्यो ठिक छ भनेर हामीले पारित गऱ्यौँ होइन। पोलिटिकल रेभोल्युसन, पोलिटिकल सुपरस्ट्रक्चरमा त चेन्ज आयो, तर यो सोसियल इकोनोमिक बेस र पोलिटिकल सुपरस्ट्रक्चरको बिचमा त अन्तर सम्बन्ध हुन्छ। तपाईँले चाहिँ इकोनोमिक सोसियो इकोनोमिक बेस बनाउनु भयो भने डेमोक्रेटिक राइट दिनुभयो, जस्तै हामीले फन्डामेन्टललाई यति धेरै राखेका छौँ त्यहाँ फ्री एजुकेसन छ, दलितहरूलाई त सबै थोक फ्री भनेपछि एजुकेसन PhD सम्म। अनि त्यसरी महिलाहरू आदिको निम्ति पनि भनेका छौँ, शिक्षा स्वास्थ्यमा पनि राज्यको भनेका छौँ, तर हामीसँग साधन स्रोत त छैन, कागज मात्रै लेखिरहेको छ भने एस्पिरेसन त्यसरी बढायो। त्यसको निम्ति चाहिँ त्यही अनुसारको सोसियो इकोनोमिक ट्रान्सफर्मेसन उही गतिमा हुनुपर्थ्यो एउटा, त्यो नहुनु र त्यसको निम्ति जो पुरानो लिडरसिप जसले डेमोक्रेसीको निम्ति लडेर त्याग गरेका थिए, उहाँहरूको आफै त्यो स्टेट सिस्टममा गएर उहाँ आफै कोअप्टेड र करप्टेड हुनुभयो र समयानुकूल आफूलाई उहाँले रूपान्तरण गर्नु भएन, लिडरसिपको टोटल फेलियर भयो। अर्कोपट्टि के भयो भने यही बिचमा जुन डिजिटल क्रान्ति भयो, इन्फर्मेसन रेभोल्युसन त गजबसँग भयो एआईसम्म आइपुग्दा, त्यसले गर्दा जुन नयाँ पुस्ता आयो अहिले हामी जसले जेनजी भन्छौँ, मेरो त नाति-नातिनी पुस्ता, अब त्यो त धेरै चाहिँ इन्फर्मेसनले युक्त असाध्यै सचेत भयो। त्यसले गर्दाखेरि यसको कारण एकापट्टि पुरानोको चाहिँ डिजेनरेसन, नयाँको चाहिँ सट्ट राइज जुन भयो, अनि त्यही यस रूपमा इरप्ट भएको। र फेरि अहिले जुन 2 दिनभित्रै जो भन्नुभएको छ, यो त सायद सर्टेस्ट नै हो कन्टेम्पोरेरी वर्ल्डमा, युरोपको। अब अरूमा 10-15 दिन 1 महिना आदि गएका छन्, अरू देशमा नि भएको छ। गत 1 दशकमा तपाईँले हेर्नुभयो भने सायद 1 दर्जनभन्दा बढी देशहरूमा यस्तो प्रकारले कसैले कलर रेभोल्युसन आदि नि भन्ने गरेका छन्। त्यसैले यो चाहिँ हाम्रो भित्रकै कारणले हो। तर सँगसँगै फेरि हाम्रो जुन जटिल भूराजनीति छ, शक्ति केन्द्रहरू, ठुला शक्ति जुन दाबी गर्छन् साना देशहरूमाथि आफ्नो चाहिँ सोकल्ड स्ट्राटेजिक इन्ट्रेस्ट भनेर जुन दाबी गर्छन्, त्यसले पनि प्ले गरेका चाहिँ हो। ओके, म यो एउटा उसमा जान चाहन्छु। जब चाहिँ संविधान आयो, संविधान आएपछि चाहिँ सबैजनाले ल बल्ल अब चाहिँ नयाँ संविधान गणतन्त्र चाहिँ लम्क्यौँ भन्यो। डाक्टर साहबले चाहिँ त्यो बेलामा अब चाहिँ नयाँ सोच, नयाँ किसिमले काम गर्नुपर्छ भनेर जहाँ छु त्यो छोडेर म चाहिँ नयाँ बाटोमा हिँडेँ भन्नुभयो नि। त्यो नयाँ बाटोमा अरू पनि नहिँडेको भएर हामी यहाँ पुगेको हो कि त्यो नयाँ बाटो जुन सोच गर्नुभएको थियो, नयाँ शक्ति भन्ने, नयाँ समाज बनाउने भन्ने, त्यतातिर हामी लम्किनु सकेर यहाँ पुगेको हो कि के हो? एकदम सही कुरा उठाउनु। त्यसैले यसमा के हो भने अब फिजिकल वर्ल्डमा त सचेतन कन्सियस इन्टरभेन्सन हुँदैन, भल्कानो इरप्सन, भूकम्प आदि चाहिँ नेचुरल ल अनुसार जान्छ। अब यो सोसियल वर्ल्डको त कन्सियस मान्छेहरूले सचेतन ढङ्गले त्यसलाई हस्तक्षेप गरेर सोल्युसन दिए भने त्यस्तो इरप्सनबाट बचिन्छ भनेर नै मैले संविधान सभाबाट संविधान जारी भएपछि अब नयाँ युगमा प्रवेश गर्यो नेपाल पनि। अब हाम्रो युग भनेको चाहिँ सुशासन र समृद्धि ल्याउने युग हुनुपर्छ। पोलिटिकल रेभोल्युसन, राजनीतिक क्रान्तिको युग चाहिँ 7 सालदेखि 72 सालसम्म पुरा भयो भन्ने सोच अन्तर्गत नै मैले संविधान सभाको सभापतिकै रूपमा भित्रमै सङ्घर्ष गरेँ। कसैको सुनवाई भएन, म ज्यादै अल्पमतमा परेँ आफ्नो पार्टीभित्र सबैमा। त्यसपछि मैले अब यसले अब हुन्न है,
अब चाहिँ हिजोको हाम्रो विचारले पुग्दैन। हिजो त विद्रोह गर्ने आन्दोलन गर्ने जुन जुक्तिहरू क्षमताहरू चाहिन्थ्यो त्यो थियो हामीसँग, तर सुशासन र समृद्धि ल्याउने भनेको त अर्कै हो। त्यसमा छुट्टै नलेज, छुट्टै विज्ञान, छुट्टै कला त्यहाँ चाहिन्छ। त्यसको निम्ति पार्टीहरूको चाहिँ ढाँचा पनि फरक हुनुपर्छ र नीति र कार्यक्रम पनि फरक हुनुपर्छ र हिजोका मूलतः दुईवटा आइडियोलोजिकल स्ट्रिम भनौँ न, एउटा लिबरल धार र अर्को चाहिँ कम्युनिस्ट जुन धार थियो विश्वमा, नेपालमा पनि कङ्ग्रेसले एउटा कम्युनिस्टहरूले अर्को जुन गरिरहेको थिए त्यसले पुग्दैन। अब डेभलपमेन्ट ल्याउने हो भने इकोनोमिक डेभलपमेन्ट नयाँ ढङ्गले जानुपर्छ भनेर नै मैले त्यति बेला नयाँ शक्तिको खाँचो भन्ने बहस र नयाँ शक्ति अभियान पछि पार्टी लियो। तर त्यो भने जस्तो ढङ्गले अगाडि बढ्नु त सकेन। त्यहाँ नेपालको विशेषता भन्छु मैले, भनाइ त बेठिक थिएन, सही थियो, तर त्यसले यहाँको धरातल मान्छेको चेतना सम्मेल खाइरहेको थिएन। त्यो कारणले गर्दाखेरि अप एन्ड डाउन चाहिँ भइराख्यो, विभिन्न भुल्काएको रूपमा शक्तिहरूको उदय भए, तर चाहिँ त्यसले सही निकास हामीले सचेतन ढङ्गले दिन सकेनौँ र त्यो एक्युमुलेटेड हुँदै गएर अहिले जुन भल्कानिक रूपमा इरप्सन भयो त्यही नै हो। तर यसमा राम्रो कुरा चाहिँ तपाईँले भने म के सहमत छु भने अब यो पुस्ता त फेरि डेमोक्रेसी पछि जानु चाहिँ चाहँदैन। थोरै मान्छे चाहिँ डेमोक्रेसी अरे उदाउँ भन्ने पनि छन्। कतिपय भू राजनीतिक शक्ति केन्द्रहरू पनि यसो आफ्नो ट्रबल इन द फिस इन द ट्रबल वाटर्स भन्छन्, त्यस्तो पनि हेर्न त चाहन्छन्। तर हाम्रो पुस्ता चाहिँ यो जुन हाम्रो नाति पुस्ता भन्छ जेनी पुस्ता, त्यो चाहिँ धेरै सचेत भएछ। म पनि असाध्यै प्रभावित किन भएको भने अरूले गर्न त गरेँ, भत्काउने छ भने के गर्लान् भन्ने लागेको थियो। तर उनीहरू कुराहरू सुनिसकेपछि बा यिनीहरू त धेरै सचेत भइसकेका रहेछन् भन्ने मलाई लाग्यो, किन इन्फर्मेसन छ उनीहरूलाई। अनि त्यसले गर्दाखेरि चाहिँ हामीले अन्डर एस्टिमेट गरेका छौँ भन्ने मलाई नै अनुभूति हो र मैले सुरुदेखि नै उनीहरूलाई साथ दिनुको एउटा कारण चाहिँ त्यो। ओके, धेरै राम्रो कुरा हजुर। अब म पनि नेपाली नागरिक हुँ र परिवर्तन हुँदाखेरि या कुनै चिज नयाँ सिक्नु पर्दाखेरि कसै न कसैकोतिर यसो हेरेर उहाँले के भन्नुहुँदो रहेछ भनेर हेर्छु। त्यो भनेको थट लिडर हो, एउटा सोचको नेतृत्व दिने। र मेरो आफ्नो अनुभवमा चाहिँ केही दशकौँदेखि नै भूषणजीले चाहिँ यु प्ले द रोल अफ अ थट लिडर। मलाई मात्र होइन, समाजको पनि। आगोको साइडमा बसेर कुरा गर्दाखेरि होस् या ब्राभो डेल्टा भनेर एकदम साथ गर्ने गर्नेमा हो। हजुरको के छ यसमा दृष्टिकोण? यो अहिलेको जेनजीको जुन आन्दोलन भयो, जुन रूपले भयो र जुन रूप अहिले लिइरहेको छ, वाट इज योर भ्युज अन द्याट? अब यसलाई धेरै रेट्रोस्पेक्सनमा जान जरुरी छ जस्तो मलाई किन लाग्दैन भने, यदि रेट्रोस्पेक्सनमा हामीले डाक्टर साहबले भन्नुभएको जस्तै सुशासन, अनुशासन आदि इत्यादिका आधारमा हामीले राज्य सञ्चालन गरेको भए यो आवाज फेरि उभारै आउँदैन थियो। त्यसैले गर्दाखेरि अहिले हामीले चाहिँ नि रेट्रोस्पेक्टमा गएर गरेको कुरा चाहिँ नि दसैँ तिहारको माहौल छ। यो हामी यो ओपन फ्लस खेल्छौँ नि, रातभरि हार्यो अनि लास्टमा चाहिँ नि बाँकी 200 रुपियाँ राखेर ओपन खेल। तपाईँहरूको जेनेरेसनको पोलिटिसियन्सहरूले चाहिँ नि ओपन फ्ल्यास खेले जस्तो लागिरहेछ मलाई। रिडिम गर्नु बिकज मलाई चाहिँ कस्तो लाग्छ भने यो मुचुल्का उठाउने काम छोडिदिनु, यो क्रान्ति नै हो है, मिसह्यान्डल क्रान्ति हो। डेमोक्रेसीको ढोकामा गएर जेनजीका बालबालिकाहरूले सानो चिज मागेका थिए होइन, मेरो इन्टरनेट खोलिदेऊ, मेरो 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 चाहिँ नि सोसियल मिडिया साइट्सहरूलाई बन्देज नलाऊ, त्यति त थियो। अनि एउटा जेनेरिक कुरा के थियो भन्दाखेरि भ्रष्टाचार नियन्त्रण। भ्रष्टाचार त्यो जेनजीले न एक्सपिरियन्स गरेको छ, न ऊ त्यसबाट प्रताडित भएको थियो। एउटा जेनेरिक कुरा थियो, सुशासनकै कुरा थियो होला सायद। तर त्यो पहिलो दिनको आन्दोलनमा जुन किसिमको म्यासेकर भयो नि, हामी त्यो दरबारको म्यासेकरलाई मात्रै म्यासेकर नबनौँ, वी हेभ किल्ड सिटिजन्स एट द डोर्स अफ डेमोक्रेसी। संसदको ढोकामा हामीले बालबालिका मारेका छौँ, त्यसमा कसैको रिमोर्स छैन। अगेन त्यही ओपन फ्लस खेलिरहेछौँ, हामी रिडिम गर्ने कोसिस गरिरहेका छौँ। पूर्व प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म त्यसका बारेमा जिम्मेवारी बोधसम्म पनि गर्नुभएको छैन होइन। त्यसैले गर्दाखेरि यो आन्दोलनलाई हामी रिइन्टरप्रेट नगरौँ, यसलाई पुरानो रेट्रोस्पेक्टिभ सुगर कोटिङ गऱ्यौँ भने अब अगाडिको बाटो झन् धुमिलो हुन्छ। अब सबैको लेभल प्लेइङ ग्राउन्ड छ, धेरै डिस्मेहरू छन्। यस्तै टेबलमा बसेर जो स्टेक होल्डर्स हुन्, अब नेपालका मुद्दाहरू टेबलमा राखौँ होइन। यो संविधान जोग्यो भनेर
दीपावली गर्नुपर्ने पक्षमा पनि म छैन। ओके, यही संविधानमा टेकेर आगामी 6 महिनामा हुने भनिएको निर्वाचन हुन्छ भने यस्तै रिजल्ट आउँछ। तपाईँले जसलाई चाहिँ नि रुचाउनु भएको छैन तिनै मान्छे फेरि चुनिएर आउँछन्। कसरी परिवर्तन हुन्छ? त्यसैले गर्दाखेरि यो एउटा नयाँ मौका हो, नयाँ चुनौती हो देशको लागि र नेपालले चाहिँ नि आफ्नो पद्धति चुन्ने र यसका अगाडिका दिनहरूलाई चाहिँ नि कसरी डेमोक्रेटिक बनाउँदै लिएर जाने भन्ने कुरालाई रिथिङ्क गर्ने बेला हो जस्तो लाग्छ मलाई चाहिँ। मेरो ओपिनियन चाहिँ नि आजभोलि अलिकति अब्जेक्टिभ हुन थालेको छ। पहिला अब कुनै एउटा कम्पनीको चाहिँ नि एडिटोरियल पोलिसीमा बसेर काम गर्दाखेरि यहाँसम्म आएको पनि निल्न पर्थ्यो कहिलेकाहीँ उहाँहरू जस्ता मित्रहरूलाई पनि उहाँहरूले गरिरहनु भएको चाहिँ राजनीतिलाई किन बेकारमा नचाहिँदो दखल दिउँ भनेर पनि मलाई एउटा सफ्टीका रूपमा पनि धेरै मान्छेले हेर्थे। तर ठाडो प्रश्नै सोध्दैनस्, खालि सफ्ट प्रश्न मात्रै सोध्छन् भनेर पनि मलाई धेरैले भन्थे। तर अब ओपिनियन दिने बेलामा चाहिँ नि अब म सफ्ट हुन जरुरी छ जस्तो लाग्दैन। त्यसैले जेन जी आन्दोलनलाई अन्डरमाइन नगरौँ। यो सकिएको छैन। यो पहिलो दिनको म्यासेकरका कारणले दोस्रो दिन तन्किएको हो, हैन? तन्किएको हो, थन्किएको हो, तर यो सकिसकेको छैन। थन्काउनका लागि मैले अघि नै भने ओपन फ्लसका टिमहरूले भरमग्दुर प्रयास गरिरहनु भएको छ। त्यो धेरै दिन टिक्दैन मेरो विचारमा। भनेपछि अर्को एउटा भनौँ दसैँ तिहार छठपछि होइन थन्किएको चिज फेरि बाहिर होइन, त्यो मैले अघि नै पनि भने मुद्दाहरू टेबलमा आउन पर्यो। मुद्दा लुकाएर डिस्कसन हुनु भएन। यसमा टेकेर गरौँ, केमा टेक्ने? के पनि छैन अब हामी कहाँ, होइन? डेमोक्रेसीको चाहिँ नि भनौँ न दरबार, डेमोक्रेसीको मन्दिर संसद जल्यो, डेलिभरीको चाहिँ नि अर्को दरबार मन्दिर सिंहदरबार जल्यो, न्यायको दरबार जल्यो, न्यायको मन्दिर जल्यो र गाउँ गाउँमा सिंहदरबार भन्ने जुन नारा हामीले नेपालमा बीजारोपण गरेका थियौँ, सिम्बोलिकली पूर्व पश्चिम जताततै उत्तर दक्षिण जताततै हेरौँ सिम्बोलिकली डेलिभरीका मन्दिरहरूमा पनि अट्याक भएको छ, शान्ति सुव्यवस्थामा पनि अट्याक भएको छ। भनेपछि सबैले रिथिङ्क गर्ने बेला भएन र भने, होइन? प्रोफेसनली कसले काम गरेको छैन, कसैले पनि गरेको छैन। सो आई थिङ्क प्रोफेसनल राज्य सञ्चालनको दिन आयो जस्तो लाग्छ मलाई चाहिँ। त्यसैले गर्दाखेरि म आन्दोलनका लागि आन्दोलनको कुरा गरिरहेको छैन, तर यो यत्तिकै छोपछाप गर्ने कोसिस गऱ्यौँ भने यो झन् ठुलो विस्फोट हुन्छ। र एउटा प्रश्न त्यसमा के आउँछ भने हामी नेपाली ममा त्यो सहनशीलता, त्यो आँट त्यो छ त? जस्तै भ्रष्टाचारकै कुरा गऱ्यौँ नि, भ्रष्टाचार जरैबाट निकाल्नुपर्छ भनेर सबैलाई सोध्यो भने हो भनेर भन्छ। तर म तयार छु मेरो काका मामा चाचा दाई भाइ बुहारी बाउ आमालाई भ्यानमा हालेर लिएर गयो भने त्यो बेलामा पनि म भ्रष्टाचारलाई निकाल्नुपर्छ भन्छु त। किनभने मैले चिनेको चाहिँ कोही पनि छैन भन्नु म पनि सक्दिनँ है। भनेपछि सबैको त्यो छ भनेपछि जुन चाहिँ मुद्दाहरू लिएर आएर अगाडि बढ्नु पर्यो भनेको रक साहबको त्यो आँटमा होइन, उहाँको सोचमा कोही अग्री होला नहोला, तर त्यो बेलामा उहाँले नयाँ चाहिन्छ है भनेर सेम थिङ मुद्दाहरू लिएर आउँ, नयाँ ल्याउँ, यत्रो गऱ्यौँ, संविधान सभा गऱ्यौँ, संविधान ल्यायौँ, अब नयाँ मोडलाई एउटा नयाँ सोचमा जानुपर्छ है, म चाहिँ त्याग्छु भनेर उहाँ हिँड्नुभयो। त्यसपछि कति वर्ष लाग्यो यो विस्फोट हुनलाई, त्यही बेलामा त्यो बाटो भने जस्तो। डु यु थिङ्क पिपल आर रेडी ओपन फ्लसै खेल्ने कि अब चाहिँ होइन? किनभने अब हेर्नु न, धेरैचोटि हामीले क्रान्तिहरू गऱ्यौँ, चेन्जेस, पोलिटिकल चेन्ज 7 सालदेखि हुँदै आयो भनौँ, एकैछिनलाई कट अफ पोइन्ट त्यसलाई मान्ने हो भने। तर त्यो क्रान्तिले मागेका ग्राउन्डका चाहिँ नि जति माग र अपेक्षाहरू थिए नि त्यसलाई हामीले आर्टिकुलेट गरिदिउँ कि गर्दैनौँ त? आन्दोलनकारीका तर्फबाट बुद्धिजीवी भनाउँदा हामी अथवा चाहिँ नि अरूले भन्दा बढ्ता जानेका छौँ भनेर चाहिँ नि अनुहार देखाएर चाहिँ नि जीविकोपार्जन गर्ने हामीले गऱ्यौँ कि गरेनौँ? आर्टिकुलेसन चाहिन्छ के? कुनै आन्दोलनको आर्टिकुलेसन नभएको कारणले गर्दाखेरि उहाँहरूले चाहिँ नि सशस्त्र रूपमा जुन दखल पार्नुभयो नेपाली राजनीतिलाई, त्यो पनि अर्धक्रान्तिमा परिणत भयो नि, उहाँले आफै भनिरहनु भएको छ। सो यो पालि पनि अर्धक्रान्तिमा पुर्याउने चेष्टा भइरहेको छ र यङ जेनेरेसनले बुझ्नु पर्यो कि अब त्यो एक्सपेरिमेन्ट गर्ने टाइम छैन। यसलाई हामीले
क्रान्तिमा लगेर टुङ्ग्यायौँ भने अब 10 वर्ष कुर्दैन होइन उहाँहरूले 30 वर्ष कुर्न पर्यो त्यसपछि 15 वर्ष भयो 20 वर्ष भयो त्यो घट्दै घट्दै गइरहेको छ अटेन्सन स्प्यान त आजभोलि 3 सेकेन्ड्समा छ वी वान्ट इन्स्टन्ट रिजल्ट्स अहिलेको भविष्य बोकेका केटाकेटीहरूको त्यसैले गर्दाखेरि हामीले आर्टिकुलेट गर्न सक्दैनौँ र उनीहरूलाई तिमीहरूले चाहेको यो ठिक छ यो ठिक छैन भन्ने कुरामा उनीहरूलाई कन्भिन्स गर्न सक्यौँ भने यो क्रान्तिले दिगो बाटो पक्रिन्छ नभए यो फेरि उल्टिन्छ यो अब यसबाट चाहिँ आई वान्ट टु कम टु यु श्री व्यवसाय गर्नुभयो त्यसपछि राजनीतिमा लाग्नुपर्छ साइडमा बसेर स्पेक्टेटर स्पोर्ट होइन भने मलाई नै भन्नुभयो इट्स अ डेमोक्रेसी इज अ पार्टिसिपेटिभ स्पोर्ट म पार्टिसिपेट गर्न हिँड्ने भनेर इन्डिपेन्डेन्ट क्यान्डिडेट भएर लड्नु पनि भयो धेरै भोट पनि ल्याउनु भयो अब यत्रो यो जेनजीको उ भएको छ र मैले त पर्सनल सोसल मिडियामा पनि र पब्लिकली पनि भनेको छु कि अहिले मैले हेर्ने हो भनेदेखि मार्चमा इलेक्सन भयो भने जो संसदमा हुनुहुन्थ्यो उहाँ नै फर्किनुहुन्छ अधिकांश यो पनि हुनसक्छ कि जो प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँ नै प्रधानमन्त्री पनि हुन सक्नुहुन्छ त्यो बेलामा जब नयाँ संसद आउँछ नयाँ सरकार गठन हुन्छ उहाँहरूले हेर्नुहुन्छ र भन्नुहुन्छ हामीलाई पहिला जनताले निर्वाचित गरेर पठाउनु भएको थियो बीचमा एउटा मुठ्ठीभर समूहले हामीलाई निकालेर सत्ताको कब्जा गर्नुभयो हामी फेरि जनतामा गयौँ जनताले फेरि हामीलाई पठायो भनेपछि अब त्यो बीचमा आई युज द वर्ड कु गर्ने आर्मीले मात्र होइन है यो जेनजीले कु गर्यो हामी माथि र उनीहरू माथि कारबाही हुनुपर्छ भनेर नभन्ला भन्ने छैन अब मलाई लाग्छ आउने निर्वाचनमा पनि यहाँ होइन इन्डिपेन्डेन्ट भएर या नयाँ पार्टीमा होस् या पुरानो पार्टीमा जाने होस् वाट इज द भ्यू नाउ जेनजीको केही पनि नगरेर यसरी नै डिस्कर्ड र जुममा मात्रै कुरा गऱ्यो भनेदेखि त मैले जे भने त्यही हुन्छ है त्यो नहुनुलाई वाट इज योर भ्यू वाट निड्स टु ह्यापन नाउ Definitely, if you want to be a player, you need to know the game. Yes. होइन फर्स्टमा त गेम खेल्ने नै भने संसदीय प्रणाली छ संविधान हेर्ने हो भने बाई द पार्टिज फर द पार्टिज टु द पार्टिज छ इट्स नट बाई द पिपल फर द पिपल सो इट्स स्ट्रेट अप सो यु निड टु बी अ पार्टी इन अर्डर टु फाइट द पार्टिज एकदमै सिम्पल अनि डेफिनेटली हाम्रो 3-4 वटा कुराहरू छ जस्तै डाक्टर साहबहरूले त्यतिखेर थ्रेस होल्ड तलतिर जानु भएको छ अझ हङ पार्लियामेन्ट म्यासिभ हुनेवाला छ दिस इज गन बी क्रेजी नेक्स्ट इलेक्सन अस्तिको के थियो र भनेर सो डेमोक्रेसीको लाइफ स्प्यान इज गेटिङ सोर्टर एन्ड सोर्टर हिजो मिडिया थियो मेन स्ट्रिम मिडिया थियो गेट किपिङ थियो एउटा हदसम्म आज देयर इज नो गेट किपिङ सो मिसइन्फर्मेसन हुँदै डिसइन्फर्मेसन पनि ओपनली छ इन्फर्मेसन के हो मिसइन्फर्मेसन के हो डिसइन्फर्मेसन के हो मान्छेले फुट्याउन छोडिसक्यो अझ एआईले जुन तरिकाले जेनेरेटिभ कन्टेन्टहरू क्रिएट गर्न थालेछ नर्मल मान्छेहरूलाई त इन्फर्मेसन कन्जम्सन मात्रै गर्ने हो अनि अर्को कुरा पोलिटिक्स वेन पोलिटिक्स बिकम्स इन्टरटेनमेन्ट डेमोक्रेसी बिकम्स अ जोक एन्ड द शो विल बी रन बाई द क्लाउन्स बेसिकली राइट सो द्याट्स वाट्स गोना ह्यापन सो द क्लाउन्स अ लट अफ क्लाउन्स आर इन द पोलिटिक्स अब लास्ट टाइम म चुनाव उठ्न खोजे हुँदै होइन बेसिकली मलाई खास एक्चुली प्रत्यक्ष निर्वाचित कार्यकारीमा हामी सँगै कति आन्दोलन गऱ्यौँ दुनियाँ चिज गऱ्यौँ किनभने खास पोलिटिक्सको प्रब्लम के हो त instability ho and the same people no matter who you vote the same people and we clearly see there's incompetency we know that these people are not going to give solution but what's the way that we can actually bring changes in the leadership यस्तो resourceful country छ साउथ एसियामा नेपाल जतिको टुरिज्मले राम्रो गर्न सक्ने कुनै देशै छैन हाम्रो हिस्ट्री हेर्नु भने वी आर द ट्रेड हब बिट्विन साउथ एसिया एन्ड द सिल्क रोड बेसिकली त्यो सबैले थाहा भएको कुरा हो हाइड्रो जब डिमान्ड थियो एनर्जी हाम्रो हाइड्रो पावरको पोटेन्सियल सबैलाई थाहा छ इन्डिया इज इन्भेस्टिङ इन आवर उसमा वर्ल्ड वान्ट्स टु इन्भेस्ट त्यो खालमा हामीले वी नेभर बिन एबल टु क्यापिटलाइज द्याट त्यो किन हो भन्दाखेरि स्टेबिलिटी भएन नाउ नोबडी ट्रस्ट अस एफडिआई बेगरको प्रस्पेरिटी कल्पना गर्नु भनेको मूर्खता हो एफडिआई आउने भनेको इन्भेस्टमेन्ट मात्रै आउने होइन नि त्यहाँ त टेक्नोलोजी पनि आउँछ एक्सपर्टिज पनि आउँछ कल्चर पनि आउँछ र मार्केट सहित आउँछ क्या बेसिकली हाम्रो ब्युरोक्रेसीले हामीलाई प्रस्पेरिटी दिन्छ हामीलाई डेभलपमेन्ट दिन्छ हामीलाई सर्भिस दिन्छ भने त मूर्खता हो नि होइन सो हाम्रो एयरपोर्ट बनाएको छ कसले बनाएको छ ब्युरोक्रेसीले बनाएको छ हाम्रो ठुल्ठुलो हाइड्रो बनाउन पनि अझ रेगुलेट सबै कसले गर्छ ब्युरोक्रेसीले गर्छ आर वी फुल्स अर समथिङ त्यो प्रब्लम भएर लिडरसिपको लागि हामीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भने हो
But the democracy itself, the lifespan is getting shorter. Okay, हामीले कुरा गऱ्यो नि social media will make it so impatient. दाइले भने जस्तो 3 seconds rule आइसक्यो क्या अब. अस्तिसम्म मान्छेले पेशेन्टली 30 minutes को कन्टेन्ट मजाले हेर्थ्यो कि टेलिभिजनमा. Now we don't have patience to watch 30 minutes of content. We want to watch 3 seconds. If you can deliver your information within 3 seconds, I'll watch you. Otherwise, no matter what content you have, I'll just swipe it. So I think. So many changes. People Absolutely, want, absolutely. you want, he wants, we all want, होइन? Gen Z wants. तर त्यो चेन्जेस ल्याउने राजनीतिक परिवर्तन ल्याउने हो भनेदेखि या त हामीले यो जब जेनजीको आन्दोलन भयो संविधानै निकालेर वी शुड हैव बीन इन अ टोटल भ्याक्युम त्यसको प्लस माइनस के हुन्थ्यो थाहा छैन तर त्यो नगरेर संविधान यथावतै राखेको छौँ भनेपछि यहाँले नै भन्नुभयो त्यही संविधान अन्तर्गत चुनाव हुन्छ अब हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकृत चाहियो देशको भने पहिला त त्यो संविधान के अरे त्यो संसदमा आउनु पर्यो नि 2/3 मेजोरिटी लिएर आउनु पर्यो कतिले भन्छ यो प्रदेशहरू भएन संरचना ठिकै छ 2/3 मेजोरिटी लिएर आउन कोहीले भन्छ यो समानुपातिक त हुँदै भएन ग्रेट आइडिया आई हर्ड सबै फर्स्ट पास पोस्ट पार्लियामेन्टमा अप्पर हाउसमा अल समानुपातिक ग्रेट बट फर्स्ट यु हेभ टु कम विथ 2/3 मेजोरिटी त्यो गर्नु काम सुरु भएको छ त टु गेट द्याट पोलिटिकल पार्टी इन प्लेस नत्र डु यु थिङ्क द्याट अहिले भएको पोलिटिकल पार्टीले यो गर्छ मलाई त त्यस्तो लाग्दैन किन उहाँलाई त त्यो लागेकै छैन कि यो चेन्जेस चाहिन्छ भनेर भनेपछि यहाँलाई लागेको छ भने त्यो पोलिटिकल पार्टी जुन छ संरचना अब चुनाव चिन्ह के रहा होला त्यो बनाउनेतिर हामी लागिसकेका छौँ त्यसको लागि जेनजी होस् या जोसुकै जेनको एउटा ऊ आएको छ कि छैन होइन किनभनेदेखि जलेको पार्टीको अफिसर त पेन्ट भएर बन्न लागिसकेको छ यहाँहरूको नयाँ पार्टी बन्ने कतातिर पुगेको छ फर्स्ट थिङ फुटबल खेल्ने भने फुटबलको रुल थाहा हुनु पर्यो यस र अनि त्यस पछाडि फुटबल खेलेर फुटबल जित्नु पर्यो कि एन्ड देन ओन्ली यु क्यान लिफ्ट द कप होइन सो फुटबल खेल्ने तर बास्केटबलको रुल पढ्दा त भएन सो हामीले पहिला सुरुमा यदि हामी यो संविधान मान्ने हो भने यो देशको नेतृत्व लिने हो भने पहिला सुरुमा फुटबल सिक्नु पर्यो अब पढ्न थाल्नु पर्यो होइन सो द्याट इज द फर्स्ट थिङ त्यस पछाडि कमिङ टु हाम्रो संविधानमा के थियो प्रब्लम थियो यु हेभ टु बिट देम विथ देयर ओन रुल्स यहाँनिर हामी जस्तो फ्रिन्ज पार्टिजहरूलाई जो मान्छेसँग सङ्गठन विस्तार गर्न खोजिरहेछ जसले राजनीतिको बारेमा धेर थोर इतिहास पढाएको छ फिलोसफी सबै पढाएको छ अलिअलि राजनीति गरे पनि छ र मान्छे चिन्छ संरचना प्रक्रिया सबै कुराहरू जाने मान्छेले भोलिपल्ट 3% को थ्रेसहोल्ड कटायो अरे म त पहिला सुन्नु भने 5% भन्दा माथि हुनुपर्छ थ्रेसहोल्ड भन्थेँ किन हङ पार्लियामेन्ट इज अलवेज इन्स्टेबिलिटी होइन सो तर मेरो लागि त फाइदा हो 3% हुने अझ 1.5% भयो भने झन् फाइदा हो बेसिकली होपफुली तर त्यो भने देशको लागि त घाटा हो नि सो आई थिङ्क वाट वी वान्ट स्टेबिलिटी वाट वी वान्ट चेन्ज इन द लिडरसिप जसलाई भोट हाले पनि त्यही मान्छे पर्छ भने त त्यो जतिको दुर्भाग्य के होला र बेसिकली अहिले साँच्चै नै 3-4जना जो नेतृत्वमा हुनुहुन्छ उहाँहरूको अगेन्स्टमा भोट हालौँ न प्रब्ली 90% हुन्छ होला 99% हुन्छ होला बट अहिलेको डेमोक्रेसीले 99% मान्छेहरूले नचाहेको मान्छे अहिलेको डेमोक्रेसीले उनीहरूलाई नै पुर्याइदिन्छ भनिसकेपछि कस्तो दुर्भाग्य होला सो डेमोक्रेसीको डेफिनेसन इटसेल्फ इज रङ सो त्योभन्दा चाहिँ आई थिङ्क वान अफ द मेन थिङ्स वी हेभ टु अन्डरस्ट्यान्ड एन्ड यहाँले पनि सुरुवात गर्नुभयो खेल्ने त हामीले फुटबलै भन्यौँ नि है जब चाहिँ होइन संसद जलिसकेको थियो प्रधानमन्त्रीज्यू कतै हुनुहुन्थ्यो मन्त्रीज्यूहरूलाई हेलिकप्टर लगिसकेका थियो त्यो बेलामा कुरा उठेको थियो संविधानै फाल्ने हो कि भनेर भनेको फुटबल नखेल्ने अब बास्केटबल खेल्ने हो कि भनेर कहिलेकाहीँ होइन उहाँको अब्जेक्टिभ उसमा चाहिँ त्यही बेलामा हामीले भन्नुपर्ने थियो बास्केटबल खेल्ने भनेर तर भनेनौँ हामीले फुटबलै खेल्ने भन्यौँ त्यो मेरो प्रश्न फेरि आउँछ त्यो फुटबलै खेल्ने हो उहाँहरू फुटबल खेल्दा खेल्दा माहिर हुनु भइसकेको छ तपाईँहरू बास्केटबल अमेरिकन खेलेर आएर अब यहाँ चाहिँ भन्दाखेरि तपाईँ फुटबल खेल्न तयार हुनुहुन्छ कि त्यो कप उठाइकन त कुरै यु आर नट इन द गेम भनेपछि त बाहिर बसेर त्यो त तपाईँ हामी सिडनीमा बसेर बार्बेक्यू गरेर नेपालको विश्लेषण गर्नु र यहाँ बसेर होइन नाङ्लोमा बसेर गर्नु पनि त्यही कुरा त त्यही हो सो आर यु रेडी नट यु पर्सनली आइ एम सेइङ डु यु फिल द्याट द नेक्स्ट जेनेरेसन अफ लिडर्स इज रेडी टु डु द्याट देयर इज नो चोइस देयर वाज अलवेज अ चान्स हजुरहरूले भन्नुभयो उहाँहरूले एउटा माओइस्ट रेभोल्युसन लिएर आउनुभयो वाट इज माओइजम वाट इज कम्युनिजम though it's not democracy. There's no parliament basically. Party votes. One party, there's stability and that's how they perform. त्यो लिएर आउनु भएको नि उहाँहरूले तर पछि सौदा त भयो बेसिकली होइन अन्तिममा पार्लियामेन्ट इज समथिङ धेरैजना उहाँहरूको धेरैजनाले भन्नुभयो बोकाको टाउको देखाएर गोरुको मासु बेच्ने ठाउँ हो यो बेसिकली दिस इज वाट्स अल अबाउट किनभने मेल्टिङ पट हो यो
प्रोग्रेसिभ पनि त्यहीँनिर छ, लेफ्टिस्ट पनि छ, सेन्ट्रिस्ट पनि छ, क्यापिटलिस्ट पनि छ, लिबरल, वाट एभर, अल द थिङ क्यान मेल्ट इन दिस पट. त्यस पछाडि के हुन्छ भने त्यो मेल्ट भइसकिसके पछाडि यु वुड नेभर नो द एक्चुअल टेस्ट अफ डेमोक्रेसी. ओके, पोलिटिक्स बेसिकली. सरी, अब चाहिँ म म्याममा आउँछु. त्यो रात सेप्टेम्बर 8 होस्, त्यसै सेप्टेम्बर 9 त झन्, र त्यसपछि पनि हामी चाहिँ म जस्तो सर्वसाधारण मान्छेले चाहिँ मिडियामै टर्न गर्ने हो. के भइरहेछ त देशमा, झन् आपत परेको बेलामा होइन, बाढी भूकम्प आएको बेलामा झन् मिडियामा होइन, नत्र भनेदेखि त ठिक हो कि होइन भनेर हाम्रो एउटा विश्वास मिडियामा पनि छ कि मिडियाबाट त्यहाँ हेऱ्यो भने ठिक छ, यहाँको त होइन अनिलले के भनिरहेछ, सुनिलले के भनिरहेछ भनेको चाहिँ. तर एकदम त्यो बेलामा चाहिँ साइलेन्स इज गोल्डन जस्तो लाग्यो कि मलाई चाहिँ. कहिले के गीत आइरहेछ, कहिले के भइरहेछ कोहीले भनिरहेको छैन. वाट डु यु सी एज द मिडियाज रोल नाउ? किनभने एकदम ठुलो परिवर्तन भयो, चाँडो परिवर्तन भयो. उहाँहरूको परिवर्तनलाई त हामीलाई दशकौँ प्रिपेयर हुने चान्स थियो कि. यो चाहिँ कस्तो भनेदेखि मेरो मुवा र बुवाको देहान्तको भन्छु है. बुवा वाज फिट फाइन, 75 years old, went to bed, sat down on his bed, had a massive heart attack, he passed away. We were not ready at all, we were in shock. बुवालाई केही कष्ट भएन, बुवा was gone. Mua had a very long 3 years just to illness where she passed away. But when she passed, the family was ready. That, it has taken so long and she has... Why was it long, where the whole country came to a thing and all? You say the September 7th, सम्म मान्छेहरु कहाँ जाने के गर्ने कुन सिनेमा हेर्ने के गर्ने भनेर यहाँहरु पनि त्यही भनिराख्नु भएको थियो होला नि. September 9th मा घर जलाउन आउँछ कि भनेर डर थियो. हैन देशै अब जलिसक्यो भनेर चाहिँ. त्यसमा now going forward त्यो त जे भयो. What do you see as the role? हजुरहरुको रोल चाहिँ? I think मलाई चाहिँ के लाग्यो भन्दा नेपाली मिडिया चाहिँ सामाजिक सञ्जालको यो उभार सँगसँगै सामाजिक सञ्जालले चाहिँ मिडियालाई डोराइरहेको छ के. मिडियाले बाटो देखाउनु पर्ने हो. अब मिडिया के भयो भन्दा मास कहाँ छ, हुल कहाँ छ, समाजले के सुन्न चाहेको छ त्यही भनिदिउँ न भन्ने खालको मानसिकताबाट अगाडि गइरहेको छ. जसरी लाइक भ्यू शेयरलाई चाहिँ एउटा राम्रो कन्टेन्ट हो भनेर एउटा मानक तयार भएको छ नि त. अब क्यापिटलिजम भनौँ कि के भनौँ हैन, त्यसको असर मिडियामा पनि छ, मेरो हाउसमा पनि छ, यता कता ममा पनि आउँछ. तर मैले सम्हाल्नुपर्छ आफूले आफूलाई हैन. त्यसकारणले गर्दा अब के छ भन्दा सोसाइटी के भइरहेको छ, सामाजिक सञ्जालमा उहाँहरूले भन्नुभएको जस्तै अटेन्सन स्प्यान एकदमै कम छ. ससानो कन्टेन्टले मानिसहरूलाई उत्तेजित बनाउँछ. अनि मैले त्यस्तै अग्रेसन नदेखायो भने मलाई मानिसहरूले सुन्दैनन्. अनि फेरि त्यही ग्राफमै जान्छ नि त, लाइक भ्यू शेयर. त्यसका लागि पनि मैले समाज आज यो सुन्नको लागि तयार छ भनेर प्रि अकुपाइड छु के म. अनि मैले उसले के सुन्न चाह्यो त्यही बताउँछु. समग्रमा मिडियाको ल्यान्डस्केप यसरी अगाडि बढिरहेको छ. र मलाई लाग्छ समाजले सुन्न चाहेको मात्रै होइन, कहिलेकाहीँ चाहिँ मिडियाले समाजलाई सुन्न नचाहेको कुरा पनि यो हो भनेर सुनाइदिनुपर्छ. त्यो करेज नेपाली मिडियामा एकदमै हराइरहेको छ होइन, कम छ भनौँ होइन. र अर्को चाहिँ अब यो सोसियल मिडियाले न्यारेटिभ बनाइसकेपछि मिडियाको के काम भनेर प्रश्न पनि आइरहेको छ. अब फेरि यही सोसियल मिडियाले हामीलाई के बनाइरहेको छ भन्दा हामी एकदमै एक्सट्रिमिस्ट छौँ के. कहिलेकाहीँ चिजहरू चाहिँ ब्ल्याक एन्ड व्हाइट होइन ग्रेमा पनि हुन्छ भनेर हामी बिर्सिन्छौँ. कुनै एउटा व्यक्तिलाई भर्खरै भगवान बनाउँछौँ, त्यसपछि राक्षसीकरण बनाउँछौँ होइन. त्यो बिचको मान्छे छैन हाम्रो सोसाइटीमा. तपाईँले देख्नुभयो धुर्मुस सुन्तले, मलाई के लाग्छ भन्दा यो अहिलेको समयमा धुर्मुस हुनुहुन्छ, मैले उहाँको नाम चाहिँ बिर्सेँ होइन, सीताराम कटेल, सरी सीताराम कटेल हुनुभएको भए मानिसहरूले उहाँलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर सायद मेरो विचारमा प्रपोज गर्थे क्या. तर उहाँलाई भगवानबाट यो सोसाइटीले फेरि दानव बनाइसकेको छ. जसरी उहाँले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा उहाँको गतिविधिलाई लेखेर मानिसहरूको प्रश्न थियो. मैले भन्न खोजेको एउटै मानिस भगवान हुन्छ अनि केही क्षणमा दानव पनि हुन्छ. हाम्रो यो सोसाइटी छ कि यसको रिफ्लेक्सन त्यो आन्दोलनलाई न्यारेट गर्ने समयमा पनि देखियो, आन्दोलनलाई बुझ्ने समयमा पनि देखियो, अबको अगाडिको बाटो के हुनुपर्छ भनेर बाटो देखाउने समयमा पनि देखियो. र म एउटा पत्रकार त छोडिदिउँ, एउटा लेम्यानका रूपमा चाहिँ मलाई यो अस्तिको यो जेनजीको विद्रोहमा मलाई लागेको चाहिँ त्यहाँ सूचना थिएन के, समाचार थिएन, त्यहाँ विचारहरू थियो, उत्तेजना थियो होइन. र हुल अब कता जान्छ, कित्ता काटमा चाहिँ हामी सबै रमाइरहेका थियौँ. अब पावर कता जाँदैछ, जेनजीले पावर लिन्छ, आर्मीले लिन्छ, वा दलहरूको अझै पावर बाँकी छ कि यसो हेरौँ न भन्ने खालको वेट एन्ड वाचमा के थियो. र मलाई लाग्छ फेरि कठिन समयमा नै हो कि मिडियाले चाहिँ बाटो देखाउनु पर्ने. मिडिया चुक्यो जस्तो लाग्छ. मिडिया भने फेरि सञ्चार गृह मात्रै होइन, म नागरिक समाजलाई पनि भनिरहेको छु, ओपिनियन मेकरहरूलाई भनिरहेको छु, सचेत नागरिकहरूलाई पनि भनिरहेको छु. हामी सबैजनाले
यो हुनुपर्छ भनेर मनमा नै भन्यो होला, हामीलाई भए पनि थियो होला, कतिपय कुराको डर थियो होला अब समाज कतै जान्छ भनेर, तर हामीले त्यो डर पनि एक्सप्रेस गरेनौँ के। हामी हेरिरहेको थियौँ किनारामा बसेर पावर कता जान्छ होइन। मैले विरोध गरेको समूहमा पावर गयो भने त म त बाहिर जान्छु, यो उहाँले भन्नुभएको जस्तै यो गेमको बाहिर जान्छु, म किन बोल्ने, एकछिन गरौँ न भनेर हामी चाहिँ यो कम्फर्ट जोनमा सुविस्ता खोजिरहेको थियौँ। तर कठिन समयले फेरि यस्तो सुविस्ता डिमान्ड गर्दैन, कठिन समयमा नै हो समाजको पनि त्यहाँ टेस्ट हुने, नेताको त भइ नै हाल्यो, नागरिक समाजको टेस्ट पनि कठिन समयमै हुन्छ। तर नागरिक समाज, मिडिया, ओपिनियन मेकर, एउटा जागरुक नागरिक सबैले चाहिँ आफ्नो धर्म निर्वाह नगरेको जस्तो मैले महसुस गरेँ कि। हामीले भनिरहेछौँ नि अब दलहरूले यस्तो गरे उस्तो गरे, नेताले उस्तो गरे भनेर, इट टेक्स टु फर ट्याङ्गो होइन। भ्रष्टाचार भइरहेछ, एउटा अधिकृतले पैसा माग्छ भने बुझाउन जाने त हामी हो नि त होइन। मैले डिनाइ गरेँ, मैले मलाई पनि त काम चाँडै चाहिएको छ, नियम मिचेर चाहिएको छ कतिपय समयमा। त्यस कारणले गर्दा म अब यो दलले मात्रै बिगार्यो, ब्युरोक्रेसी मात्रै करप्ट छ भनेर मान्ने पक्षमा छैन। हामी नागरिकको तहमा पनि सुध्रिन आवश्यक छ, किनभने हामीले सही समयमा प्रश्न गऱ्यौँ कि गरेनौँ, सही प्रश्न होइन। प्रश्न नगर्ने जमातलाई त गुनासो गर्ने छुट पनि त हुँदैन नि। इफ वी डोन्ट क्वेसन वी लुज राइट टु कम्प्लेन। मलाई त्यस्तै लाग्छ। र यो प्रश्नकै सवालमा हाम्रो दलभित्र भनौँ अहिले जेनजीले त्यत्रो विद्रोह गर्यो, त्यो प्रश्न हामीले गर्नु पर्थ्यो कि मेरो पुस्ताले गर्नु पर्थ्यो नि त होइन। मैले लिड गर्नु पर्थ्यो होला, म जस्तै अरूले लिड गर्नु पर्थ्यो होला त्यो आन्दोलन। किन भन्दा यो बेथिति, यो भ्रष्टाचार, दलहरूको यो निकम्मापनको शिकार त हामी सबैजना दिनानुदिन भइरहेछौँ त होइन। त्यस कारणले गर्दा हामीले समयमा प्रश्न गर्न नसकेर, हामीले हाम्रो नेतृत्वलाई सही समयमा बाटो देखाउन नसकेर, सम्भवतः हामीभन्दा सानो पुस्ता जो चाहिँ कलेजमा हुनु पर्थ्यो होइन, जसलाई त जीवनको राम्रा कुराहरूमा मात्रै चासो हुनु पर्थ्यो, पोजिटिभ माइन्डसेट लिएर खेल्ने कुद्ने पढ्ने समयका युवाहरूलाई हामीले अनाहक त्यहाँ ज्यानको बलिदानी गऱ्यौँ र हामी फेरि त्यसैलाई ग्लोरिफाई गरिरहेछौँ कि। एउटा भनाइ याद आयो, मैले कता पढेको, समाजले चाहिँ के भन्छ अरे भन्दाखेरि मेरो घरका मान्छे चाहिँ केही पनि नहोस्, छिमेकीका छोराछोरी चाहिँ शहीद हुन् भन्छन् अरे कि। त्यस कारणले गर्दा हामी यो 72 जनाको निधनलाई लिएर ग्लोरिफाई गरिरहेछौँ नि त, त्यो परिवारमा के पर्यो होला होइन। हामीले त्यो पनि प्रश्न गर्नुपर्छ कि यो डिस्ट्रक्सन यति ठुलो स्केलमा हामीलाई आवश्यक थियो थिएन, त्यो पनि प्रश्न गर्न सकिन्छ होला। अर्को आयो फेरि दल। हामीले अहिले के बुझिरहेछौँ भन्दा दल भनेको केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड, डाक्टर बाबुराम भट्टराई मात्रै होइन नि त। दलभित्र त परिवर्तन गर्न चाहने मानिसहरू पनि छन् नि त। कतिपय सांसदहरूले त मैसँग कुराकानी गर्दा सांसदको यो तलब भत्ताले त चिया खुवाउन पनि मुस्किल छ भन्नुहुन्छ कि एउटा राम्रो ट्र्याकमा गएका नेताहरूले। त्यो पनि त छ नि त फेरि। तर उहाँहरूले यो आन्दोलनको नेतृत्व चाहिँ दलहरूभित्रको दोस्रो पुस्ताले गर्नु पर्थ्यो। दोस्रो पुस्ताले पहिलो पुस्तालाई तपाईँहरूको यो भएन भनेर प्रश्न गर्ने हो कि, प्रश्न नगर्यो भने विद्रोह गर्ने हो कि, पार्टीभित्रैबाट उहाँहरूले विद्रोह गर्नुभएको भए यत्रो विध्वंस आज नेपाली समाजले देख्नु पर्थेन होला। र उहाँहरूले पनि अब आफ्नो भाग आउँदैछ होइन, पालो आउँदैछ, किन कराउने होइन। अब कसैले मलाई दिएला अनि म लिउँला भन्ने खालको त्यो कायर मानसिकता भन्छु म। उहाँहरूको कायर मानसिकताको शिकार समग्र देश भएको छ आजको दिनमा, विच इज भेरी भेरी अनफर्चुनेट। यो चाहिँ यो लास्ट पोइन्टमा चाहिँ आई हेभ 110% एग्रिमेन्ट यसमा चाहिँ we all I think have also। किनभनेदेखि म नाम लिदिनँ तर उहाँहरूले हेर्नुहुन्छ भने उहाँहरूलाई थाहा हुनुहुन्छ धेरै वर्ष अगाडि 15 वर्ष अगाडि नै होला सेकेन्ड जन लिडर्सहरूलाई एउटा ठाउँमा मैले लिएर आएर हेर्नुहोस् अब यसरी भएन, तपाईँहरूलाई देला जस्तो पनि लाग्दैन, तपाईँहरू अगाडि बढ्छौँ भनेदेखि त्यसलाई सपोर्ट गर्ने म एउटा संरचना बनाउँछु भन्दाखेरि उहाँहरूले मलाई नै भन्नुभएको छ, कोहीले रुख नभए म छैन, कोहीले घाम नभए म छैन, कोहीले हातमा हँसिया छैन भने म छैन, यो चाहिँ हामी गर्न सक्दैनौँ, जे गर्ने हो यहीँभित्रबाट गर्छौँ। दिने मात्रै होइन, कहिले त खोसेर पनि लिनु पर्यो नि होइन। र जहिले पनि परिवर्तन आउने हो, लिडरसिप चेन्ज आउने हो भनेदेखि उहाँहरूले पनि त होइन, जसरी जे भाषण भए पनि कोहीले दिएर लिएको होइन नि, उहाँले अधिकार होइन हाम्रो यो अधिकार हो भनेर लिएपछि अनि सबैले हामीले दियौँ है भनेर भनिनु होला। अहिले पनि त्यही भएको छ। आई फुल्ली एग्री विथ दिस। एउटा कुरा चाहिँ आइरहेको धेरै अगाडिदेखि नै अहिले पनि डाक्टर साहबले पनि गरिरहेको यो प्रत्यक्ष प्रतिस्पर्धाबाट प्रेसिडेन्ट होस् या प्राइम मिनिस्टर होस् हाम्रो आउनुपर्छ भन्ने के छ हजुरहरूको भ्यू यसमा चाहिँ? र त्यो हो भने त्यसको चेक एन्ड ब्यालेन्स के हो त? ल आयो रे एकजना 4 वर्षकोलाई आयो रे, उसलाई चेक एन्ड ब्यालेन्स के त फेरि? अब
अब जस्तै अमेरिका जस्तो देशमा त होइन राष्ट्रपति आएर पुरा अमेरिकाको इकोनोमिक्स मात्र होइन कल्चर सोसियल फ्याब्रिकै चेन्ज गरिराख्नु भएको छ 51% भोट लिएर आउनु भएको छ उहाँले त्यही होला अमेरिकनको भनेर हामीले बुझ्नुपर्छ भनेदेखि चाइनामा पनि उहाँले त कन्स्टिट्युसन उ गरेर अब चाहिँ फर लाइफ ही क्यान बी रसियामा पनि स्टेबिलिटी आएको पुटिनले नै गरेर भन्ने धेरै मान्छेहरू पनि छन् अब हाम्रो पनि प्रत्यक्ष प्रतिस्पर्धाबाट राष्ट्रपति या प्रधानमन्त्री आउने कुरा राम्रो हो या त्योभन्दा पनि अर्को फेरि पछाडि गएर चाहिँ प्रत्यक्ष होइन एउटा चाहिँ फिगर हेड कन्स्टिट्युसनल भनेर पनि सुन्छौँ होइन त्यो त्यतातिर जाने हो कि वाट इज योर भ्यू अन दिस रक्षापट्टि सुरु मैले यहाँहरूले एक राउन्ड राखेको विषय 2-3टा कुरालाई जोडेर भन्छु है यहाँको अन्यथा नमान्नु होला एउटा यो संविधान नै गयो के भन्ने कुरा छ नि संविधान एउटा सोभरेनिटी भन्ने कुरो हुन्छ क्या नि त अन्तिम त्यो अधिकार राज्य समाज बनिसकेपछि त्यसलाई व्यवस्थापन गर्नलाई जुन राज्यहरू चाहिँ बने नियम कानुनहरू बने त्यसको अन्तिम अथोरिटी कसमा हुन्छ भन्ने कुरो हो क्या नि पहिलेको सुरुको उसमा मान्छेहरू जुन ज्ञान थिएन त्यसले कुनै अदृश्य शक्तिले ब्रह्माण्ड बनाए समाज बनाए त्यसले त्यसमा छ भनेर हामीले त्यस्तो एउटा शक्तिको परिकल्पना गरेर त्यहाँ छ भन्यौँ तर पछि आधुनिक ज्ञान र विज्ञान सँगसँगै के बुझ्यौँ भने आखिर हामी सबै त एउटा इभोल्युसनको प्रोसेसमा आएको रहेछौँ र सबभन्दा चेतन प्राणी मान्छे नै रहेछ त्यसैले मानिसमा जनतामा पछि जुन अवधारणा आयो तिनीहरूमा नै त्यो अल्टिमेट राइट अधिकार भने त्यहाँ हुनुपर्छ भन्ने पिपुल्स सोभरेनिटी भन्ने जुन कुरा आयो त्यसैले त्यसको प्रयोग गरेर यो संविधान बनाएको हो यसका राम्रा नराम्रा अनेक हुन सक्छन् त्यसैले हामीले त्यो संविधान म संविधानको एउटा निर्माता भए हुनाले बढी फेरि पोजिटिभ हो नभन्नु होला म यसको पहिले नै आधा गिलासभरि आधा खाली भनिसकेको मान्छे तर यसको प्रोसेसमा चाहिँ यसलाई जोगाउनुपर्छ भन्नेमा हो त्यसैले यसले संविधानमा खालि 2टा कुरा मात्रै असंशोधनीय भने ठुलो डिबेट भएको थियो त्यहाँ हामी त गणतन्त्र संहिता यी सबै असंशोधनीय भन्ने थियौँ त्यति बेला पछि हुँदै गइसकेपछि 2टा कुरालाई असंशोधनीय भन्यौँ एउटा यो चाहिँ देशको सोभरेनिटी इन्डिपेन्डेन्स टेरिटोरियल इन्टिग्रिटी यो राज्य नभए त राजनीतिकै अर्थ हुँदैन होइन यसलाई यो असंशोधनीय नै राख्नुपर्छ र अर्को चाहिँ सोभरेनिटीको चाहिँ पिपुल्समा रेस्ट हुनुपर्छ यो अहिले सार्वभौमसत्ता चाहिँ जनतामा रहनु पर्यो यति 2टा चाहिँ असंशोधनीय अरू सबै संशोधन गर्न सकिन्छ र एउटा विधि भनेर बनाएको छ त्यहाँ त्यसैले अहिले हामीले यी 2टा कुरा त खुवाउनु खोजेका छैनौँ राज्य चाहिँदैन भनेको छैनौँ जनताको अधिकार छोड्यौँ भनेको छैनौँ यी बाहेकका सबै कुरा यही संविधानभित्रबाट गर्न सकिन्छ र कतिपय अवस्थामा यसै केही मान्छेहरूले संविधानको जुन दुरुपयोग गर्छन् भने त्यति बेला यस्तो धक्का दिएर दबाब सृजना गरिन्छ जसरी अहिले ठ्याक्कै संविधानकै कमाएर फुल स्टप हेर्न थाल्नुभयो भने त अहिले पनि यो मिल्दैन मैले त्यति बेला पनि भनिरहेको थिएँ एक दिनले 1 घन्टालाई पनि संसद बोलाउनुहोस् भनेको थिएँ मैले दुई पक्ष सहमति नभएपछि बिचको बाटो खोजिरहेको छ फिग लिफ भन्छ नि फिग लिफ छोप्या जस्तो हो जसरी यो गरियो त्यसरी नै आवश्यक संशोधन गर्न सकिन्छ एउटा बाटो मैले यो भन्न खोजेको दोस्रो चाहिँ हामी जनता नि यस्ता पनि आदिम भन्ने आशा नि त्यसै हुनुपछि कारण किन हिस्टोरिकल कन्टेक्स्टमा हेर्नुपर्छ क्या अब यहाँहरू आफ्नो दृष्टिकोण होला नि त म चाहिँ साइन्सको स्टुडेन्ट हुनुको नाते म त थोरै इभोल्युसनै विश्वास गर्छु त्यसरी हेर्दाखेरि हामी सबैको करिब 70,000 1,70,000 आसपासदेखि जो हामी होमिसेपियन्सका प्रजातिहरू घुमफिर गर्दै आयौँ र यो कम्युनिकेसन गर्दै राज्य समाज बनाउँदै आयौँ त्यो गर्ने क्रममा केही देशहरू करिब 400-500 वर्ष अगाडि हामी करिब उस्तै थियौँ सबै तर 300-400 वर्ष पहिलेदेखि चाहिँ केही देशहरू चाहिँ पहिले नै कुराहरू बुझेर ज्ञान विज्ञान आदिको प्रयोग गरेर अलि अगाडि गए हामी चाहिँ विविध कारणले गर्दा अलिकति पछाडि पऱ्यौँ र अहिले आएर बल्ल 21st सेन्चुरीको सुरुमा मात्रै करिब हामी सबैतिर चाहिँ एउटै प्रकारको चाहिँ एउटा चेतनाको हिसाबले पनि प्रणालीको हिसाबले पनि एक ठाउँमा अहिले पुगेका छौँ तर त्यो सिस्टम त्यसपछि मान्छेको ह्याबिट अनि कल्चर त्यस पहिले त मान्छे सिस्टम हुनु पऱ्यो त्यसपछि त्यसलाई प्रयोग गर्दै गएपछि बल्ल कल्चर बन्ने हो त्यसो गरेर हिस्टोरिकली हामी अलिकति पछाडि परेका छौँ त्यसले युरोप अमेरिका मान्छे छिटो छट्टा बुझ्छन् हामीले गर्छन् डेमोक्रेसीको जुन नगको प्रयोग गर्छन् हामीलाई गाह्रो भइरहेको छ किन त कल्चरल लेभलसम्म त्यो हामी डेभलप भएको छैन तर यो चाहिँ यहीँ जोड्नु खोजेको कारण यो जुन नयाँ जी पुस्ता जुन आयो त्यसले चाहिँ कमसेकम त्यो नलेज यो कम्युनिकेसन टेक्नोलोजीको जुन खालको विकास भयो जुन एक्सेस भयो सोसियल मिडिया र एआईसम्मको त्यसले गर्दाखेरि उसको चेतना चाहिँ हाम्रो पुस्ता अथवा तपाईँहरूकोसम्म हुन्छ म त बुमरदेखि लिएर एक्स वाईसम्मको पुस्ता पनि पछाडि पऱ्यो त्यसले गर्दा त्यसले पछिल्लो चेतना गएर त्यसले विद्रोह गरिदियो तर उसले सबै थो मिलाउने त उसको हातमा पनि थिएन उम्लियो पोखियो जस्तो जुन भएको छ यसमा चाहिँ अब हामी अलि अगुवा मान्छेको भूमिका हिँडेर आउँछ क्या नि जुनसुकै जेनेरेसनका भए पनि सबै जेनेरेसनभित्रका अगुवा चेत भएका रेस्पोन्सिबल मान्छेहरूले
यसमा बाटो चाहिँ देखाउनुपर्छ। त्यसो गर्ने क्रममा नै अहिले जुन यो उसमा आयो, अब कसरी त यसको मुख्य जरो कारण कहाँ हो त भन्दा फेरि पनि त पोलिटिकल सिस्टम र ल र कन्स्टिट्युसनमै आउँछ। त्यो भनेको चाहिँ यो शासकीय जुन स्वरूप हो, निर्वाचन प्रणाली हो, त्यसमै हाम्रो त्रुटि हो। मलाई खुसी के लाग्यो नि, यसको सुरुदेखिको प्रवक्ता म हो। वास्तवमा माओवादी पार्टीभित्र पनि यसमा जानुपर्छ है भन्ने मान्छे म हो। र हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाउँ भनेर गऱ्यौँ। पछि कोही प्रधानमन्त्री भनौँ भन्ने भयो र म प्रधानमन्त्री छँदा 2069 साल जेठ 2 गते एउटा सहमति बने सबै दलहरूको। त्यो भनेको के हो भने फ्रेन्च मोडेलमा जाउँ। त्यसो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति, उसमा केही अधिकार, र प्रधानमन्त्री संसदले निर्वाचित प्रधानमन्त्री, त्यसमा केही अधिकार, यस चेक एन्ड ब्यालेन्स हुन्छ भन्नेमा सहमति भएको थियो। त्यो पछि भत्कियो। त्यसले यो डिबेट दोस्रो संविधान सभामा के भयो भने यो 71 सालको असारमा म सभापति नै थिएँ। हामीले चाहिँ जनतामा चाहिँ ऐमत लिन भनेर पठायौँ। जुन प्रारम्भिक ड्राफ्ट थियो त्यसमा अधिकांश अलमोस्ट यो कर्मचारीहरूले मोटामोटी हेरे त्यति बेला उनीहरू अराउन्ड 80% ओभर चाहिँ डाइरेक्टली इलेक्टेड प्रेसिडेन्ट सिस्टम भन्ने थियो। हेर्नुहोस् त्यहाँ थियो। अब त्यसो भएपछि के भयो भने अब काङ्ग्रेस र एमालेको चाहिँ बहुमत थियो त्यहाँ। उहाँहरू चाहिँ ज्यान गए पनि कता कता उहाँहरूको संसदीय व्यवस्थामा यस्तो मोह हो कि मान्दैन मान्ने। त्यसो भएपछि हुन नसकेपछि हामीले चाहिँ यस्तो मिश्रित खालको, म त भन्छु खच्चड भन्छु क्या, खच्चड अन्यथा शब्दको प्रयोग नमानौँ खालको जुन बन्न पुग्यो। यसले गर्दा स्टेबिलिटी पनि दिएन, मेजोरिटी पनि नआउने, अनि मान्छेहरू चाहिँ 2-4 सिट चाहिँ जित्ने यताउति गर्ने, अनि त्यसले पनि बार्गेन गर्ने भएर जुन यस्तो भयो। अब 2 दशक 2टा चुनाव चाहिँ देखाइसक्यो। त्यसले यति बेला हाम्रा त्यो मेरो त नाति नातिनी पुस्ताहरूले जुन पछिल्लो चेतनाले यो विषयलाई फेरि सडकबाट उठाइदिएका छन्। त्यसले यो उपयुक्त मौका हो भन्ने मेरो भनाइ हो। यसमा के भन्ने, म त प्रेसिडेन्ट सिस्टम भन्छु होइन, त्यो नै हो भने डाइरेक्टली एक्जिक्युटिभ भनौँ ल, के भन्ने नाम एबिसिडी जे राख्ने हो राखौँ। त्यसमा हामी जानुपर्छ। त्यो नभएसम्म स्टेबिलिटी आउँदैन। डेमोक्रेटिक स्टेबिलिटी भन्छ नआउँछ। त्यो नभएसम्म पोलिसीको स्टेबिलिटी हुँदैन। पोलिसीको स्टेबिलिटी नभएसम्म इन्स्टिट्युसनहरू बन्दैनन्। इन्स्टिट्युट राम्रो नबनेसम्म गभर्नेन्स सुशासन हुँदैन। सुशासन नभएसम्म प्रोस्पेरिटी आउँदैन भन्ने मेरो भनाइ। त्यसले के पोइन्ट चाहिँ त्यही हो। त्यसमा बिस्तारै जुन जनमत बनिरहेको छ, हामी सबैले त्यता लिएर जाँदा राम्रो होला। अब यसैभित्र चाहिँ फेरि के गर्ने भन्नेमा त म चाहिँ ओपन हो। यो संविधानभन्दा तल चाहिँ नजाउँ, यसमा टेकेर यो कति थप्न सकिन्छ त्यसमा सहमति गरौँ भन्ने मेरो भनाइ। वैकल्पिक शक्तिको निम्ति पनि मैले आज पनि मैले बोलेँ। मैले अहिले पार्टीबाट पनि त्यो पद छोडेर मैले फेरि हिजो घोषणा गरेको छु, आज मात्रै पत्रकार समिति। त्यहाँ मैले के भनेको भने बटम चाहिँ यो संविधानमा टेक्नेलाई बटम बनाऊँ। यसभित्र रहेर बटम भनेको चाहिँ 2टा कुरा सम्झन नगरिकन अरू गर्ने ल, त्यसमा पनि गरौँ, विधिमा गएर जे गर्ने गरौँ। त्यो भयो भनेदेखि बल्ल अगाडि जान सकिन्छ भन्ने मेरो भनाइ। तपाईँहरूको सशस्त्र विद्रोहपछि जसरी 47 सालको संविधानलाई जीवितै राखेर त्यो संसद पुनर्स्थापना भएको थियो नि, र तपाईँहरूको जुन चाहिँ नि एउटा रेभोल्युसनरी एन्ट्री भएको थियो, कसैले ब्याकडोर पनि भन्छन्, त्यस्तो किसिमको चाहिँ नि जीवित राख्न खोज्नु भएको कि कस्तो किसिमको जीवन दिनु खोज्नु भएको यो संविधानलाई? राम्रो कुरो उठाउनु। यो भित्री कुरा त म जिउँदैछु, यो कुरा अहिले तपाईँले सुनिदिनुपर्छ। माने यो कन्स्पिरेसी थ्योरीमा हामी नेपाली धेरै जान्छौँ। हेर्नुहोस् है, कन्स्पिरेसी थ्योरीमा जानु हुँदैन। साइन्सले त कज एन्ड इफेक्ट, कार्यकारण सम्बन्ध भन्छ। कज एन्ड इफेक्टले को आधारमा तथ्यबाट सत्य खोज्ने हो है। त्यसरी हेर्ने हो भने त्यो भएको के थियो भने 12 बुँदे समझदारी गर्दाखेरि नै हामी चाहिँ यो अहिले नै गोलमेज सम्मेलन गर्ने, गोलमेज सम्मेलनले नै संविधान सभामा जाने निर्णय गर्ने, अन्तरिम संविधान बनाउने, यसरी जाने भन्ने हाम्रो मत। र उता गिरिजाबाबुहरू साथ दलको मुख्य गिरिजाबाबुको चाहिँ होइन। हामी त संसद व्यवस्था यसरी आएको एकैचोटि जान सकिँदैन। त्यसले हामी चाहिँ यो चाहिँ यही संसदको पुनर्स्थापना गरेर अनि त्यसपछि संविधान सभा जाउँ भन्ने उहाँको भएपछि अनि बिचको बाटो खोजेर हामीले के भने फुल डेमोक्रेसी, पूर्ण लोकतन्त्र भन्ने शब्द राख्यौँ हामीले त्यहाँ। र त्यसमा चाहिँ ऊ पनि प्रोभाइजो पनि लेखाएको छ त्यहाँ। माओवादी चाहिँ गोलमेजसम्म हुँदै संविधान सभा हुँदै अगाडि जाने मत माओवादी पक्षको रह्यो, अरू दलको चाहिँ संसद पुनर्स्थापना रह्यो भने त्यही लेखाएको छ कि। त्यसै भएको हुनाले जो वैशाख 11 गते संयुक्त आन्दोलन पछि 8 गतेको कथा अर्कै छ। त्यो नभएपछि 11 गते जुन गयो त्यो पुनर्स्थापना भन्ने हामीले समर्थन गरे। हेर्नुहोस् तपाईँहरूले,
हामीले म त हामीले सँगै छौँ नि प्रधानमा त हामी उस कम्युनिकेसनमै थियौँ हामीले हामी पनि सँगै थियौँ त्यो बेला छेउछेउमा त हामी पनि सँगै थियौँ त्यसले हामीले त्यसमा के हो भने त्यो त हामी घुमिरहेको थियौँ तपाईँसँग भेट्दा अर्कै ठाउँ भेट्यो अब धेरै टाढाबाट आएर भेट्यो जो चाहिँ हामी मैले अहिले ठाउँ सम्झिन्छु कहाँबाट आउनु फोनमा कुरा भएको थियो भन्ने कुरो त्यसपछि हामीले के भन्यौँ भने जबसम्म तपाईँले संविधान सभा घोषणा गर्नुहुन्न हामी युद्ध विराम गर्दैनौँ भने त्यो 11 गते संसद पुनस्थापना हो 15 गते 17 गते कति गते पहिलो बैठक बस्यो पहिलो बैठकले संविधानमा जाने घोषणा गर्यो अनि त्यसपछि युद्ध विराम गर्यो त्यो डेट तपाईँले हेर्नु होला त्यो फरक प्रसङ्ग थियो अब त त्यति बेला त सोभरेनिटी जनता पुरै आइसकेको थिएन त्यति बेलासम्म त ट्रेडिसनल इन्स्टिट्युसनै रहने भन्ने थियो होइन हाम्रो सबै त्यसले अहिले चाहिँ फेरि त्यो भत्काउँदाखेरि चाहिँ फेरि पाण्डुरको बाखा चाहिँ खुल्छ त्यसो चाहिँ नगरौँ यसभित्रैबाट अरू कुरा खोज्न सकिन्छ भन्नु खोजेँ मैले तर अब यो म फेरि प्रश्न सोध्ने आज रोलमा छैन म तर अब आई वान्ट टु एड अन टु वाट यु सेड यो डिस्कसन किन इम्पोर्टेन्ट छ भन्दाखेरि जुन जेनजी भनिरहेका छौँ नि कान्छो पुस्ता हो भर्खर चाहिँ नि फर्मेडेबल एजमा उनीहरू बसिरहेका छन् हाम्रो जेनेरेसनको एक्सपिरियन्स र हाम्रो जेनेरेसनका गल्तीहरूका बारेमा त्यो जेनेरेसनलाई हामीले यस्तो फोरमबाट नबुझाइदिने हो भने अझै पनि हाम्रो रोलबाट हामी चुक्दै जान्छौँ डाक्टर साहब मलाई चाहिँ लागेको त्यस्तो किनभने अब भनौँ न राइटिङ वाज अन द वाल अहिले मात्रै होइन नि यो संविधान जारी भएदेखि नै नेपालमा भ्रष्टाचार छ के अरे सुशासन छैन भन्ने कुराहरूका बारेमा त तपाईँकै एउटा चाहिँ नि आइकनिक एउटा चाहिँ नि आरोप छ तपाईँहरूकै कोलिगका लागि चाहिँ नि बुढी गण्डकीमा त्यत्रो ठुलो भ्रष्टाचारको तपाईँले आरोप लाउनुभयो एन्ड वी वर सो एक्साइटेड डाक्टर साहब जस्तो मान्छेले चाहिँ नि आफ्नै कोलिगहरूका बारेमा अरबौँको कुरा त्यसरी क्याटेगोरिकली भनिदिनु भयो तर केही महिना नबित्दै चाहिँ नि डाक्टर साहबले आफ्नै कन्स्टिट्युएन्सी फेरि आफ्नै कलिगलाई छोडिदिनु भयो अनि त्यो ट्रान्सप्यारेन्सी त्यो इट वाज नट अ करप्ट डिसिजन भनेर चाहिँ नि हाम्रै जेनेरेसनले पत्याएन भने अहिलेको यङ्गर जेनेरेसनले कसरी पत्याउँछन् र त्यसैले गर्दाखेरि आफू कहाँ डाडु पनि हुँदाखेरि खाना पकाउन नसक्ने अब अहिले खाना पकाउँछु भनेर एउटा जेनेरेसन आइसकेपछि त उनीहरूलाई इन्डिपेन्डेन्टली पकाउन दिनुपर्छ जस्तो मलाई लाग्छ किनभने दिस इज अ रेभोल्युसन हामीले माने पनि नमाने पनि हामीले नै बनाइदियौँ एक दिन अगाडिको आन्दोलन थियो त्यो चाहिँ नि माइती घरबाट एभरेस्ट होटलसम्मको वक थियो होला सायद तर जुन बेला चाहिँ नि त्यहाँ म्यासकर भयो त्यो म्यासकर पछि त्यो रेभोल्युसन भयो अब त्यो रेभोल्युसनलाई हामी रिडिम गर्न खोजिरहेछौँ किनभने भ्याक्युम नहुन्जेलसम्मलाई संविधानलाई जीवित राखौँ न सबै धारालाई डिसमेन्टल गरेर केही फन्डामेन्टल धाराहरूलाई मात्रै राखेर पनि गर्न सकिन्छ तर यो निर्वाचनपछि 2/3 ल्याएर चाहिँ यो संविधान परिवर्तन हुन्छ भन्ने कुरामा म चाहिँ एटलिस्ट व्यक्तिगत रूपमा विश्वासै गर्दिनँ किनभने यो अहिले एकदमै यो नकारात्मक दिशातिर जाला जस्तो लाग्छ किनभने अहिलेको फोकस किन मान्छे बच्चाहरू चाहिँ नि फोकस हुन खोजिरहेका छन् तर हामी उनीहरूलाई डिफोकस गराइरहेछौँ त्यो डिफोकस गर्ने चाहिँ नि क्रम घट्नुपर्छ वा बन्दै हुनुपर्छ जस्तो लाग्छ त्यसमा हाम्रो पनि रोल छ अब भनौँ न संवेदनाहरूको कुरा गरौँ न यत्रो चाहिँ नि जीवधनको नाश भयो समावेशिता भनेर उहाँहरूले नै इन्ट्रोड्युस गर्नुभयो हामीले एकदम त्यसलाई अडियर गरौँ दिस इज द राइट वे टु गो तर अस्ति बिचरा मरेका ती 72-74 जना मानिसको थर हेरिएन नि नम्बर मात्रै हेऱ्यो एभ्री डे 34 जना 35 जना 50 जना हामीले कसैको थर हेऱ्यौँ त्योभन्दा समावेशी विभूतिहरू कुन देशले पाउँछ वी डोन्ट नो हु डाइड होइन र त्यो डेथमा अरू कोल्याटरल ड्यामेजेसहरू पनि भए अहिले व्यापारीहरू स्पेसली जसको चाहिँ नि व्यापारिक प्रतिष्ठानहरू ध्वस्त भएका छन् अनफर्चुनेट नहुनुपर्ने भयो तर उहाँहरूले अहिले त्यसलाई इन्स्योरेन्स मार्फत त्यसलाई रिडिम गर्न खोजिरहनु भएको छ तर कुनै पनि त्यस्ता चाहिँ नि रिस्पोन्सिबल बिजनेस हाउसेस मैले अहिलेसम्म पनि देखेको छैन जसले त्यो इन्स्योरेन्सको पैसाले त्यो 72-73 जनाको परिवारका लागि 1-1 करोड रुपियाँ छुट्याउँ भन्ने यसलाई पनि यो बसले किचेर मारे पनि 10 लाख पुलिसको गोली खाएर मरे पनि 10 लाख त्यस्तो पनि हुन्छ संसारमा यो कस्तो चाहिँ नि हामीले डेमोक्रेसी प्र्याक्टिस गरिरहेका छौँ संवेदना त हुनु पर्यो नि त त्यो त ग्लोरिफाई चाहिँ भयो अब आन्दोलनको त्यो एउटा राप र तापलाई चाहिँ इस्टाब्लिश गराइदियो अहिले हामी घर जलेको कुरामा चाहिँ नि धुरु रहिरा जस्तो गर्छौँ तर
उहाँहरू जुन बेला चाहिँ नि दे वर इन आर्म्स लट अफ सच थिङ्स ह्याड ह्यापन सोसियल मिडिया थिएन मिडिया इन्डिपेन्डेन्ट थिएन होला हामीलाई पनि डर थियो होला यो रिपोर्ट गऱ्यो भने राज्य लाग्ला राज्यको रिपोर्ट गऱ्यो भने उहाँहरू लाग्नु होला त्यो त थियो नि अहिले त दिन दहाडै सबै चिज भइसक्यो एउटा स्टेट 6 घण्टामा घुँडा टेक्छ भनेदेखि त कुन कन्स्टिट्युसनले काम गरिरहेको थियो भने एक दिनको कुरा नगर्ने हो भने त बिहान 10 बजेदेखि दिउँसो 12-1 बजेसम्म त खेल खत्तम भइसकेको थियो सो यो चिजलाई चाहिँ नि हामीले फेरि पुरानै बट्टामा हाल्न खोज्यो भने हामी अगाडि बढ्दैनौँ हामीलाई अब चाहिँ नि साँच्चीकै खेलाउँछन् बाहिरका मान्छेले पहिला पनि खेलाएका थियो होला अहिले पनि खेलाउँछन् अझ गिजोल छन् अब त अब फेरि म एउटा भइसक्यो भने सरी है प्लिज खालि यहीबाट के यो अलि भरम परेछ हामी एउटै ठाउँ एकै ठाउँ त छौँ त्यो विषयमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा गएर स्थिरता ल्याउने र त्यो संविधान मित्र अर्को चुनाव भनेको छैन मैले मेरो त हेर्नु त मैले त डे 1 देखि यो आन्दोलन क्रममा भनेको छु मेरो स्ट्याटस तपाईँले खेलाएर हेर्नु होला जुन विधिले अहिले यो सरकार गठन गरिएको छ त्यो हामीले के हो भने सानो हामी कहाँ सल्लाह लिने यो मैले पनि दिएँ कति ध्यान पुग्यो कति प्रभाव पार्यो उहाँले जान्ने कुरा हो राष्ट्रपति संविधानको पालक र रक्षक भन्ने छ तर त्यो कोर्ट नगरिकन भन्ने कोर्ट गरेर मुद्दा हामीलाई हुन्छ फेरि अनि त्यो एउटा हेड अफ स्टेट जुन छ त्यहाँ भन्ने एजम्सन गरेर त्यसैको आधारमा जसरी प्रधानमन्त्री नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरेर मिलाइएको छ त्यही अनुसार नै अब त प्रधानमन्त्री पनि बनिसक्नु भएको छ भने उहाँकै सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरिदिए भइहाल्छ अनि त्यस कारण मेरो भनाइ अहिले छ आज पनि मैले त्यही त्यसो गरिएन भने उही कुरो दोहोरिन्छ कहीँ पनि पुग्दैन मैले अझै बोलेर आछु हेर्नु होला तपाईँले त्यही हामी एकै ठाउँमा छौँ मेरो चाहिँ यहाँनिर अलिकति रिजर्भेसन छ जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहियो भनेर बहसहरू चलिरहेछ होइन अब व्यवस्था आफैमा त कहिले पनि खराब हुँदैन होइन अब यही संविधान पनि त एउटा हुन्छ नियम अर्को हुन्छ हाम्रो नियत मलाई लाग्छ हाम्रो नियत नै खराब छ कि समानुपातिक अहिले सबैजनाले समानुपातिक किन राखेको प्रदेश किन राखेको जस्तो कुरा गर्छन् प्रदेशको विषयमा त अर्कै छलफल गरौँ न समानुपातिक भने मन्जु खानलाई दिनको लागि बनाएको त होइन नि त होइन गोल्छा फ्यामिलीको महानुभावहरूलाई समानुपातिकको टिकट दिनको लागि त्यो प्रणाली बनेको त होइन नि त यो त हामीले दुरुपयोग गऱ्यौँ नि त होइन अल्पसङ्ख्यक सीमान्तकृत जनजाति मूलधारमा नपरेका मानिसहरू जो चुनावसँग उनीहरूको एक्सेस छैन चुनाव महँगो भएको छ चुनावको परिकल्पना गर्न नसक्ने मानिस तर उनीहरूको आवाज पनि यो देशमा सुनाइनुपर्छ भनेर हामीले परिकल्पना गऱ्यौँ नि त हामीले हाम्रो व्यवस्थाहरूलाई यति करप्ट गऱ्यौँ कि त्यो राम्रा राम्रा प्रयोजनहरूलाई हेरेर पनि हामीलाई दिक्क लाग्छ क्या यो समानुपातिक भनेपछि हामीलाई वाक्कै लाग्छ यो चाहिँ यो दोहनका लागि नै बनेको जस्तो न्यारेटिभ नयाँ पुस्तामा सेट भइसक्यो हामीलाई पनि त्यस्तै लाग्छ समानुपातिकको पिक्चर हेर्नुहोस् होइन धनाढ्य व्यापारीहरूको नाम छ नेताका श्रीमतीहरू छन् नेताका ज्वाइँहरू छन् अनि उहाँहरू पार्टी फेरिराख्नु भनौँ न यो समानुपातिक त्यसरी गिजोलियो नि त अरू पनि छ संविधान अब मेरो विचारमा अब हामी एउटै संविधानको नाममा कतिवटा पुस्तालाई हामीले त्यहाँ इन्गेज गराउने क्या प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहियो भनेर बहस भइरहेछ उदाहरणको लागि अस्तिको यो आन्दोलनमा केपी शर्मा ओलीले पहिलो दिनको घटनामा सोमबार बेलुकासम्म केही पनि भएको छैन यो त म राजीनामै दिन्न होइन सुरक्षा प्रबन्ध बलियो बनाउनु पर्थ्यो नि कहाँ के हुन्छ भनेर भन्नुभयो सिडिओ भनिरहनु भएको छ कि प्रधानमन्त्रीले डाइरेक्ट आदेश दिनुभयो गोली चलाइदिनु संसद भवनमा कसैले के गर्न आयो 6 घण्टामा स्टेट ढलिगयो नि प्रधानमन्त्रीले त्यो ग्राभिटी बुझ्न सकिरहनु भएको थिएन कि त्यो आन्दोलनको इन्टेन्सिटी के थियो हाम्रो नेताहरू त जनताबाट त डिट्याच हुनुहुन्छ नि आजको समाज कहाँ पुग्यो जनताले के चाहिरहेका छन् अब एकजना नेताको गाडीले एउटा बच्चीलाई ठक्कर दिएर जान्छ उपचार गराइदिन्छु भनेर भन्नुहुन्छ देशको प्रधानमन्त्री एउटा पार्टीको अध्यक्ष मैले भनेको जनतासँग डिट्याच केही पनि मतलबै छैन एउटा सानो घेरामा हुनुहुन्छ उहाँहरू त्यो घेराले पहिलेकै हामीले सुन्छौँ नि राणाकालमा हस् हजुर हुन्छ हजुर भने जस्तै अब अहिले त्यसको मोडर्न भर्जन आइसकेको छ 4-5 जना यसम्यानहरूको घेरामा बस्ने उनीहरूले जे भने त्यही ठिक हो भनेपछि त्यो बाहिरको जमातले त मेरो विद्रोह गरे होला मेरो अगेन्स्टमा बोले होला भन्ने खालको मनोविज्ञान हाम्रो नेताहरूमा सेट भइसक्यो ल उदाहरणको लागि केपी शर्मा ओली तानाशाही बन्नुभयो उहाँले आन्दोलन दबाउनु भयो उहाँलाई अहिले कारवाही गर्नुपर्छ भनेर आवाज उठिरहेको छ नि त मलाई चाहिँ कहिलेकाहीँ म यो प्रत्यक्ष निर्वाचितको विपक्षमा त होइन तर सही मानिस पुगेन भने चाहिँ के होला भन्ने डर चाहिँ लाग्छ
केपी शर्मा ओली प्रत्यक्ष निर्वाचित त्यस्तो पावरफुल कार्यकारी प्रमुख हुनुभएको भए त्यस्ता प्रवृत्ति भन्न खोजेको के हुन्थ्यो होला जस्तो पनि लाग्छ के। र चेक एन्ड ब्यालेन्सको संस्थाहरू त हामीले त अत्यन्तै कमजोर बनाएको छौँ नि त। खोइ त हाम्रो चेक एन्ड ब्यालेन्सको संस्थाहरू, चेक एन्ड ब्यालेन्स अख्तियार प्रमुखले कस्ता खालको अभिव्यक्ति दिनुहुन्छ, अख्तियारले कुन मुद्दा अगाडि बढाएर लान्छ, कुनलाई कार्पेट मुनि राख्छ भनेर त हामीबाट ढुकेको छैन नि। हामीले यस्तो संवैधानिक निकायहरूलाई यति कमजोर र दलीयकरणमा लिप्त बनाएका छौँ कि मलाई त डर लाग्छ होइन। चेक एन्ड ब्यालेन्स कसले गरिदिने त? अनि फेरि अर्को कुरा पनि लाग्छ, राणाकालमा राणाका प्रधानमन्त्रीहरू पनि त प्रत्यक्ष निर्वाचित कार्यकारी होइन त, एब्सोल्युट पावरका साथ थिए नि त। निर्वाचित पावर थिएन। तर प्रत्यक्ष निर्वाचित कार्यकारी भनेको एब्सोल्युट पावर होइन। ब्यालेन्सको यो संस्था देखेर डर लाग्छ कि। अनि तानाशाही भयो भने के गर्ने जस्तो लाग्छ। जसरी हामीले चाहिँ अघि नै मैले भने नि मानिसहरूलाई एकैचोटि भगवान बनाइदिन्छौँ क्या, मानिसमा यसै पनि दम्ब पलाउँछ हाम्रा नेताहरूमा, पलाइरहेको पनि हामीले देखिरहेका छौँ। केपी शर्मा ओलीलाई त्यो उहाँको 100% दम्ब छ भने 50% दम्बी बनाउन हाम्रो पनि हात छ जस्तो लाग्छ क्या। हामीले केपी बा भनेदेखि लिएर मैले मेटाफोरको रूपमा मात्रै प्रयोग गरेको। मलाई के लाग्छ भन्दा हाम्रो समाजको त्यो आइक्यू लेभल अलिकति कम भएको कारणले गर्दा हामीले गलत मानिस रोज्छौँ कि अथवा त्यो मानिस हाम्रो यस्तै नेता, हाम्रो त फेरि एकदमै चाकडी गर्ने समाज हो कि, टु बी भेरी अनेस्ट। हामी चाहिँ पद शक्तिको एकदमै आसक्ति छौँ कि, किन भन्दा मान्छे मात्र होइन भगवान पनि हामी शक्ति जहाँ छ त्यही जान्छौँ। अघि मैले भने नि एउटा स्टेटको कल्याप्सको जुन सर्ट ड्युरेसन छ नि त्यो भनेको समाजले भने जस्तै राजनीतिक पार्टीहरूप्रति आश्रित स्टेट भयो। पुलिस पनि सरुवालिनलाई पनि राजनीतिक पार्टीकै जान पनि तपाईँका पनि आउँदो हो नि, यहाँ सरुवा गरिदिनु पर्यो, गोर्खा पुऱ्याइदिनु भन्ने आउँछ नि। अहिले म कहीँ पनि छैन, यसो सेन्स गरेँ यो त फोटो देखेँ हो कि भनेर मान्छे मसँग कहिले नबोल्ने मान्छे आइरहेको छ भने कस्तो म दङ्ग पर्छु क्या। म गर्दैन सक्दैन त्यहाँ ठाउँमै छैन। अब त्यो पुलिसले चाहिँ नि राज्यलाई चाहिँ नि थेक्दिनु पर्ने भन्ने कल्पना हामी कसरी गर्नु, उहाँले भनिसक्नुभयो त एउटा इक्जाम्पलको रूपमा। त्यस्तो त ठाउँ ठाउँमा जान्छन्। अघि तपाईँले भन्नुभएका ती समानुपातिका नाममा धेरै मान्छेका चाहिँ बिहान भेट्न जानुभयो भने लाम बसेर पुलिसको सरुवा, बडुवा, न्यायाधीशको नियुक्ति, अनि संवैधानिक अङ्गका चाहिँ नि आयुक्त सायुक्त, त्यसपछि अनि हुँदा त्यो सल्लाहकारमा पनि छिरे पुगिहाल्यो। सो यो स्टेटलाई रिपेयर गर्नुपर्छ कि रिपेयर गर्न पर्यो कि रिकन्स्ट्रक्ट गर्नु पर्यो। यो स्टेटहुडै होइन, राजनीतिलाई मात्रै दोष नदिउँ, यसमा हामी पनि छौँ। हामीलाई पनि कुनै चिज गर्नु पर्यो राज्यको पक्षमा भने सबभन्दा पहिला लाइन कसरी बस्नु पर्दैन भनेर हामी इन्फ्लुएन्सै युज गर्छौँ होइन। पासपोर्टमा शुद्ध लाइन बस्दैनौँ हामी, तर बस्नुपर्ने त हो नि। सिटिजनलाई हामीले गर्ने हो भनेदेखि नेताहरूले पनि त्यही गर्नु पर्यो, ब्युरोक्रेट्सहरूले पनि त्यही गर्नु पर्यो। स्टेटका अन्य स्टेटहुड फेल भयो। होइन यो स्टेटहुडको फेलियर यही जेनजीको आन्दोलनमा कुञ्जीले भन्नुभयो जस्तै पुलिस सेकेन्ड डेमा किन थिएन भनेर मान्छेले सोध्छ। मैले भन्छु पुलिसले चाहिँ जब मन्त्री क्वार्टरमा हेलिकप्टर ल्यान्ड भएर मन्त्रीज्यूहरू जानुभयो, उहाँहरू नेपालको पुलिसै हुनुहुँदैन थियो त्यो बेलामा। यहाँले भनेको जस्तै कतै कतै गएर कसो भएको थियो, उहाँहरू गएपछि त अब हामीलाई कसले हेरे छोडिदिए यो भने आफू मात्रै जानु भएन, भएको बन्दुक पनि दिएर जानुभयो फेरि होइन। त्यहाँ प्रब्लम त्यो पनि अर्को पनि छ। त्यो साँच्ची नै राम्रो स्टेटहुड संरचना भएको भएदेखि जोसुकै होस् नहोस् हाम्रो काम त छ। रेगुलर पुलिसको एउटा सर्टन काम हुन्छ होइन, उसले क्राइम सिनलाई उ गर्ला, त्यसपछि चाहिँ नि मुद्दा उठाउला, लगेर सरकारी वकिलका कार्यालयमा लगेपछि उसको काम सक्यो। तर उसलाई 10,000 को रयट कन्ट्रोल गर्नका लागि ऊ ट्रेन छ कि छैन, उसले युनिफर्म अर्डर्स पाइरहेको छ कि छैन, कसैले सोचेको छ उसका लागि? कसैले पनि सोचेको छैन नि। पुलिस त पुलिस हेडक्वार्टरबाट चल्नु पर्थ्यो नि त। गृहमन्त्री, सिडिओ, लुक एट द रङ डुइङ्स अफ द स्टेट। अझ पुगेन प्रधानमन्त्रीले नभनिकन ठोक नठोक भन्ने कुरै नहुने त्यस्तो पनि। आई वाज अन द स्ट्रिट 8th मा म 2:30 बजीतिर म बानेश्वर पुगेको थिएँ। म खास एक्चुअली त्यो बिहानसम्म म सङ्खुवा सभामा थिएँ, हजुरको मेरो गाउँमा थिएँ म सङ्खुवा सभामा। फ्लाइट डिले भयो, मैले सपना पनि सोचेको थिइनँ यो यस्तो किसिमको यस्तो हिंसक हुन्छ भनेर। म आएँ, मेरो अफिसमा गएर म ल्यापटप खोलेर यसो हेरेँ, त्यो बाबुलाई गोली हानेर ढालेको देखिपछि मलाई यस्तो चित्त बुझेन कि आई हेभ टु गो भनेर हामी दुईजना गयौँ त्यहाँनिर। त्यहाँ गएर हेर्दाखेरि आई वाज कम्प्लिटली सक्ड एन्ड सरप्राइज द वे दे वर युजिङ एक्सेसिभ फोर्सेस, लिथल वेपन्स ड्याङ ड्याङ सुट गरेर मारेको देखिरहेको छु मैले।
यो त हत्या हो, स्ट्रेट अप हत्या, म्यासेकर हो। म लाइभ भिडियोमा गइरहेको छु, तपाईँहरूले हेर्नु सक्नुहुन्छ मेरो फेसबुकमा पनि मजाले कति गोली पड्किएको छ भनेर होइन। मैले त्यहाँ भाइ बहिनीहरूलाई पनि संयम हो भनिरहेको छु। मेरो आँखा अगाडि एउटा बहिनीको टाउको ट्याङ्गे फुटाइदिएछ, भिडियोमै छ त्यो होइन। मलाई हान्यो यहाँनिर पुरा, म पछि यसो भयो, त्यो सानोतिनो कुरा, त्यहाँ मान्छेको खुट्टामा गोली हानिरहेछ। अब यस्तो हुँदो रहेछ अग्रेसन, म लाइफमा फर्स्ट टाइम यस्तो भाइलेन्स देखेँ हो। यङ भाइ बहिनीहरू खुन यस्तो तातिसक्यो कि दे डोन्ट गिभ अ शिट। छाती खोल्या चाहिँ हान भनेको छ सिधै क्या, बुझ्नुभयो नि, गोली ताकिरहेछ सिधै हान, ल मुख छाडेको छ हान, ल मार्छस् ल हान, ढुङ्गाले हानेको छ ओपन ड्याङ दिएको छ, ढालिदिएको छ। आई स द्याट। म बेलुका गएर भिडियो बनाएँ मैले इन्टरनेसनल कम्युनिटिज, किन भन्दाखेरि अब हामी कमिङ ब्याक टु द आवर पोलिटिकल सिस्टम, एभ्रिथिङ पोलिटिसाइज छ। संवैधानिक परिषद जुन छ त्यसले नियुक्ति गरेको कम्प्लिटली भागबन्डा छ भन्ने हामी सबैलाई थाहा छ नि। अनि कसरी हामीले स्टेटलाई ट्रस्ट गर्ने, कसरी हामीले चाहिँ एउटा न्याय मिल्छ भनेर ट्रस्ट गर्ने, किनभने थाहा छ कुन जस्टिस, कुन जज, कुन पार्टीको पनि थाहा छ क्या। अब कुन चाहिँ सेक्युरिटी फोर्सेसको हेड कुन चाहिँ पार्टीसँग सम्बन्ध राख्छ भने थाहा छ। अब सिडिओ कसको आयो त्यो पनि थाहा छ भनिसकेपछि अब यो यस्तो खालको सिचुएसनमा सिटिजनले कसरी न्याय पाउँछ अथवा कुन तरिकाले चाहिँ हुन्छ। 9th डेमा आई न्यू द्याट देयर वोन्ट बी इभन अ सिंगल शट भनेर। I was the first one. Around 9:30 तिर I was at बानेश्वर। म लाइभ पनि गइरहेको थिएँ, म खिची पनि रहेको थिएँ, कुरा पनि गरिरहेको थिएँ मान्छेहरूसँग। म पुलिसहरूसँग पनि मजाले कुरा गरिरहेको थिएँ। तपाईँहरूको सेक्युरिटी जिम्मा हाम्रो सेक्युरिटी जिम्मा तपाईँहरू अगाडि नबढ्नुहोस्, जे पनि हुनसक्छ। म लाइभमा गएर मैले आई वाज ओपनली कलिङ एभ्रीबडी, किनभने अहिलेको आइजिपीलाई म पर्सनली पनि चिन्छु, मैले ओपनली भनिरहेको थिएँ तपाईँहरूले यदि आज पनि गोली चल्यो भने यसको हिसाब किताब हुनेछ भने ओपनली भनेको थिएँ। किनभने मलाई थाहा छ कि द्याट वाज कम्प्लिटली इलिगल। यो जुन तरिकाले हत्या भइरहेछ कोही न कोही त आउनुपर्छ, किनभने स्टेप इन हुनैपर्छ। हिजोको दिन जुन दिन गृहमन्त्रीले राजीनामा दिनु भने पुलिस डिडन्ट शुट इभन अ सिंगल फायर। त्यस पछाडि आई कुड सी द्याट बिकज आई वाज इन द स्ट्रिट। राति म 10-11 बजीसम्म पनि हस्पिटलहरूतिर गएको थिएँ। हस्पिटल मलाई थाहा थियो 40-50 जना मान्छे मरिसक्यो भनेर। तर यो पालिको पनि अब भनौँ न न्याय दिलाउनका लागि फेरि उहाँहरूको सशस्त्र द्वन्द्वपछि जसरी बेपत्ता आयोग र चाहिँ नि अर्को आयोग बनाउनलाई यतिका वर्ष लाग्यो, अहिलेसम्म त्यसबाट केही काम छैन। त्यो फेरि त्यतिकै स्ट्याकअप हुने भने केही पनि मतलब छैन। अहिले फेरि यो सरकार त्यही लाइनमा गइरहेछ। द्याट्स वाइ वी निड टु प्रेसराइज। एट द सेम टाइम मनोबल पनि बढाइदिनु पर्नेछ, किनभने यो सरकार ढल्यो भने के हो त अब फ्युचर। दिस इज अ सिचुएसन द्याट वी आर गोइङ इन। अहिले म प्रधानमन्त्रीको टिम 1-2 जना क्लोजनेसहरु राजनीति हो भन्दियो भनेदेखि त त्यसलाई त न्याय हुन्न नि। संवाद गर्दाखेरि गरे पनि राजनीतिको नाममा हैन 6 वर्षको बच्चालाई थुतेर हत्या गरिएको छ। ड्युटीमा रहेका प्रहरीहरू आन्दोलनका नाममा हैन जहिले पनि त्यो बीचमा इन बिट्विन त यही पुलिसै मात्रै हुने भयो कि मारेको छ। अब हामीले राजनीतिका नाममा ठुलठुलो अपराधलाई चाहिँ आँखा छिम्लिएपछि हाम्रो समाजले त यही नियति भोग्नको लागि त बाध्य हुनै पर्यो नि। सुन्नु यो त हुनु नै पर्थ्यो। अनि फेरि अर्को चाहिँ यो सुरक्षा संयन्त्रको कुरा गर्दा अघि मैले भने नि कुनै पनि इन्स्टिट्युसन चाहिँ मेरिटमा अब विश्वासै गर्दैन के। मेरिटको कदर पनि गर्दैन। मेरिटमा विश्वास गर्ने भए त प्रधानमन्त्रीले के भन्नुभयो भन्दा पनि अब यो आन्दोलनलाई चाहिँ अलिकति निस्तेज बनाउने हो कि यो भिडलाई नियन्त्रण गर्नको लागि के रणनीति बनाउने भनेर स्टेप बाई स्टेप जान्छ नि त प्रहरी त होइन। पहिला सम्झाउनेवाला होइन, अनि अश्रु ग्यास प्रहार गर्ने हो कि पानीको फोरा प्रहार गर्ने हो कि रबरका बुलेट प्रहार गर्ने हो कि के गर्ने हो भनेर त आन्दोलनको पनि युद्धको त नियम हुन्छ नि। यो त हाम्रै आफ्नै घरभित्रको लडाइँ हो नि त। यो इजरायल र प्यालेस्टाइनको वार होइन कि तपाईँले बुलेट दाग दिनुहोस् क्या। हामी नै लडिरहेछौँ भने त यसलाई त थामथुम बनाउने सम्झाउने त्यो चरणबद्ध रूपमा चाहिँ सुरक्षा संयन्त्र आउनु पर्थ्यो नि त। आदेश आयो भनेर त्यो बुलेट दाग दिने भनेको त जनताप्रति उत्तरदायी नै छैन भन्ने खालको मेसेज त क्लियर छ नि। यो त म कहाँ उत्तरदायी हुँदा मलाई फाइदा हुन्छ भन्ने हिसाबले सुरक्षा संयन्त्र अगाडि बढेको छ। यो सबै फेरि यो मेरिटलाई विश्वास नगर्दाको परिणाम नै हो क्या। मेरिटलाई विश्वास गर्दिनँ। मेरिट बढाउनु मेरो क्षमता बढाउनु पर्छ, मैले आज यो आन्दोलनलाई कसरी ह्यान्डल गरेँ भनेर अगाडिका दिनमा मलाई पदोन्नतिमा फाइदा हुन्छ भन्नेमा कसरी विश्वासै गर्दैन क्या। मैले कहाँनिर जिउ हजुरी गर्छु, कसरी चाकरी गर्छु अनि मात्र मेरो नम्बर आउँछ भन्ने मनोबलबाट सुरक्षा संयन्त्र सबै अगाडि बढेपछि त हुने त यस्तै केओस नै हो नि। यो हामीसँग समय छ भने कि म मेरो यहाँसँग आग्रह के
अब यो जुन हामीले छलफल अहिले गरिरहेछौँ नि योभन्दा बढी कुरो त हाम्रो नाति पुस्ताले गरिसक्यो क्या ठिक छैन भने उ त उत्रिसक्यो क्या त्यो तपाईँ हामी फेरि त्यसैमा यो ठिक न उसैन भनेर भन्दा पनि अब के त समाधान भन्नेतिर केन्द्रित हुँदा राम्रो होला क्या यसमा असहमतिको कुरै भएन अब के हो त समाधान एउटा कुरा चाहिँ हामीले केमा गर्नुपर्छ भने यहाँ सबैजनाले भन्नु नि हामीलाई थाहा थियो होइन सरकार चलिरहेको छैन संरचनाहरू यस्तो छ नियतमा खोट छ नीतिमा होइन यो त्यो सबै थाहा थियो भनेर मलाई चाहिँ है हजुरलाई नभए पनि मलाई चाहिँ के लाग्छ भनेदेखि मलाई थाहा थियो म होइन ठुलो लिडरसिप पोजिसनमा थिएँ मेरो नेटवर्क थियो मलाई थाहा थियो भ्रष्टाचार यस्तो भइरहेछ यो छ त्यो छ मलाई थाहा थियो पुलिसहरू यस्तो छ यो छ त्यो छ मलाई थाहा थियो एमपीहरू यस्तै थियो तर लाजको मर्न मैले केही पनि गरिनँ है मेरो यहाँले भन्नुभयो नाति नातिना मेरो भनौँ न ऊ गर्ने छोराछोरी या होइन उसको जेनेरेसनले चाहिँ गरेर देखाइदियो हाम्रो जेनेरेसनले त्यो चाहिँ बुझ्नुपर्छ है हामी सबलाई थाहा थियो भनेर त हामी भन्छौँ थाहा पनि थियो त्यसमै हामी हिले पानीमा हामी माछा भएर खेलिरहेको थियौँ तर गर्ने आँट हामीमा कहीँ पनि थिएन त्यो चाहिँ हामी सबले ममा भन्नुपर्छ र आँट देखायो उहाँहरूले आँट देखायो होइन आज यो एउटा उसमा भनेको थियौँ गोली लागेको पनि थाहा थिएन है मलाई होइन यहाँ लागेको थाहा थियो यहाँ लागेको रहेछ त्यो त थाहा पनि थिएन मलाई यस्तो रगत बल्दो रहेछ त्यहाँ मलाई पनि थाहा थिएन त्यो अनलेस युआर इन वार नत्र वारमा उहाँ डक्टरलाई थाहा होला त्यो उसमा गर्दाखेरि त्यो माइन्डसेट त्यो डर भयो भने त को जान्छ त्यताबाट गोली हानिरहेछ भने त्यस्तोबाट उहाँहरूले चाहिँ यो परिवर्तन चाहिन्छ हामी चाहिँ सिर्फ विश्लेषण गऱ्यौँ होइन फेसबुकमा हाल्यौँ होला इन्स्टामा हाल्यौँ होइन टिभीमा गऱ्यौँ यो गऱ्यौँ त्यो गऱ्यौँ तर कहिले पनि आँटेनौँ त्यो आँट उहाँहरूले देखाएको छ आई एग्री विथ यू त्यसको कदर हामीले गर्नुपर्छ र अब चाहिँ अब कुनै पनि मुद्दा यसलाई चाहिँ दबाइरहँ भन्ने अब कुनै पनि त्यस्ता मुद्दा छैनन् डाक्टर साहब अबको निकास भनेको चाहिँ नि भएभरका मुद्दाहरूलाई टेबलमा राखेर यसलाई छिनोफानोमा जानुपर्छ अब हामीले यो संविधानले कतिवटालाई कुल्च्यौँ भन्या होलाौँ कुल्चिया छैन कि थाहा छैन अब किनभने सबैजना एउटै प्लेटमा भइसक्यो नयाँ माग पनि थपिए नयाँ प्रभावहरू पनि थपिए अब त रिकन्साइल गर्ने बेला हो त्यो रिकन्सिलिएसन चाहिँ नि पहिला स्टेटहुडलाई बलियो बनाऊ सबै प्रोफेसनल अर्गनाइजेसनहरूलाई प्रोफेसनली काम गर्न दिउँ कर्मचारी तन्त्रमा भएको चाहिँ नि युनियनिजम भत्काउँ किन चाहियो उनीहरू त त्यहाँ सर्भिस दिनलाई बसेका हुन् नि हुकुम चलाउनलाई बस्या होइन नि फेसिलिटेट गर्ने काम गभर्मेन्टको हो भन्ने कुरा गभर्मेन्टले बुझ्नु पर्यो अब्स्ट्रक्सन गर्ने होइन भन्ने कुरा चाहिँ नि गभर्मेन्टले रियलाइज गर्नु पर्यो हामीले त अब्स्ट्रक्ट गरिरहेको थियौँ अब्स्ट्रक्ट गऱ्यो भने करप्सन त्यहीँबाट जेनेरेट हुन्छ भन्ने कुरा सबैले बुझिसकेको छ तपाईँले भन्नुभएको जस्तै अब चाहिँ नि नाउ वे फरवर्ड इज सबै एजेन्डा ह्याज टु बी अन द टेबल कसैलाई छिछि दूर गर्न हुँदैन किनभने छिछि दूर गर्ने हो भने त अस्ति गोली हानी सबैलाई छिछि दूर फेरि गर भन्न सकिन्छ नि त्यो गर्नु भएन त्यसमा पनि बाध्यता थियो होला अल तपाईँको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राष्ट्रपति जे एजेन्डा हो सबै टेबलमा राखौँ होइन नेपाललाई कस्तो किसिमको धर्म संस्कृति आवश्यक छ हाम्रो देश कुन बाटोमा अगाडि बढ्नुपर्छ यसमा पनि धर्मनिरपेक्षता अन्तिम हो भनेर अब त्यसमा पनि बढ्ता किचकिच नगरौँ लेट्स पुट इट अन द टेबल होइन किनभने स्टेक होल्डर बढ्यो नि अब त्यही संसद अस्ति संविधान सभाको चाहिँ नि के अरे संविधान दिवसको समारोहमा त्यही भूतपूर्व सांसदलाई चिया खान बोलाउने हो के परिवर्तन भयो पछाडि जलेको शीतल निवास छ इजन्ट द्याट द राइटिङ अन द वाल एभ्रिथिङ इज गन समाजमा र यसो गरेर मैले अलिकति राखौँ न यो बिचमा है अलिकति अब यसमा के भने कि हामी इतिहास त फेरि चरणबद्ध ढङ्गले अगाडि बढ्छ होइन अब दैवी शक्तिकै उत्पत्ति सिद्धान्त मान्ने त बेग्लै भयो है अब विज्ञानलाई मान्ने हो भने त हामी त विभिन्न खुड्किला हुँदै आएको छ हाम्रो समाज कहाँ पुगेको छ यहाँ कहाँ कमी कमजोरी रह्यो भने अगाडि जाने कुरा गर्नु पऱ्यो क्या हामी फेरि गएर ब्याकमा हुँदै जाने भने त कहाँसम्म ब्याकमा जाने भन्ने आउँछ फेरि हामी त होमियोपेथीमै पुग्नु पर्ने हुन्छ क्या नि त्यसो चाहिँ नगरौँ कहाँ पुगेका छौँ त्यहाँ कहाँ मिस भयो भन्ने कुरालाई सच्याउँ भन्ने मेरो भनाइ हो हामी त्यसरी नै अब यो हाम्रो नातिनी पुस्तालाई भन्नुपर्छ अब स्वीकार गर्ने गरी उहाँले हामीले उछिनिसक्नु भएको छ हामीले भने उहाँले मान्नुहुन्न तर मैले त त्यसरी पार्टीको जुन नयाँ शक्ति अभियान हामीले सुरु गरेका छौँ अब त्यसैलाई बृहत बनाउनुपर्छ भनेर नै म चाहिँ कार्यकारी पदमा बस्दिनँ एडभाइजरी रोल गर्छु भनेर नै घोषणा हिजो गरेर आज सबैलाई त्यो अपिल गरेर आएको छु त्यसमा त मैले यो दुईवटा कुरा क्लियर गर्न खोजेको के हो भने गर्नुपर्ने थुप्रै कुरा हुन्छन्
तर साधन स्रोत क्षमताले सबै एकैचोटि गर्न नि सकिँदैन र फेरि कि साँचो ढोका पनि हुन्छ नि मूल कि हुन्छ नि भोटे ताल्चा भन्छ भने त्यो के हो खोल्ने क्या त्यो सहायक ताल्चा सहायक कोठार त खोल्दै खोल्दै जानु पर्यो। अहिले मुख्य यसको सुशासन र समृद्धि जुन माग गरेका छन् सुशासन हुँदै समृद्धि रोजगारी लगायत चाहियो भने उनीहरूले त्यसको बाधक के हो भने त्यो चरम राजनीतिक अस्थिरता भइरहेको छ। त्यसको निम्ति प्रत्यक्ष निर्वाचित कार्यक्रममा जाउँ भन्ने प्रश्न। अब यसो हुँदै यसको चेक एन्ड ब्यालेन्स कसरी हुन्छ भने त्यो सँगसँगै छ। अहिले मूल नारा भयो त्यो देखियो त्यसैको सँगसँगै जोडिएको अरू विषय छ। त्यतिखेर संविधान सभामा पनि उठेको अहिले पनि उठायो उहाँले उठाउनु भएको छ। हेर्नु होला उहाँहरूको माग छ मलाई ड्राफ्टहरू पठाइराख्नु भएको छ उहाँले त्यो मोटामोटी ठिकै छ उहाँको। त्यो भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख केन्द्रमा र प्रदेशमा स्थानीय तहमा त छँदैछ। सँगसँगै व्यवस्थापिका केन्द्रको संसद प्रतिनिधि सभा प्रदेशको प्रदेश सभा चाहिँ पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित हो यो बुझ्नु जरुरी छ क्या। पूर्ण समानुपातिक गर्ने र त्यो चाहिँ प्रत्यक्ष निर्वाचित गर्ने कस्तो भने यसका दुईवटा मोडेल हुन्छन्। एउटा कन्स्टिट्युसन अलग अलग गरेर महिलाहरूको छुट्टै छुट्याइने यसरी एउटा तरिका एउटा त्यस्तो हुन्छ। अर्को भनेको चाहिँ यो मल्टी मेम्बर कन्स्टिट्युन्सी भन्ने हुन्छ क्या एमएमआर चाहिँ भन्ने सिस्टम भन्छन्। त्यसो गरेर चार पाँचवटा अहिलेको निर्वाचन क्षेत्रबाट ठाउँले एकै ठाउँमा राख्ने र अनि त्यहाँ चाहिँ महिला हाफ महिला हुने भए त्यो महिलाभित्र नि फेरि त्यो क्लस्टर मिल्ने भयो। महिलाको प्रतिस्पर्धा दलित प्रतिस्पर्धा यसरी चाहिँ गर्ने भनेपछि त्यो यसै पकेटमा टिकेर नाम लिनु नाम कसैको नलिउँ भएपछि त चुनेर आउनुपर्छ त्यहाँ भने क्वालिटी पनि आउँछ। र त्यसपछि के हुन्छ भने प्रत्यक्ष निर्वाचित कार्यकारीले चाहिँ त त्यो एजुकेसन काम गर्छ उसले आफ्नो मन्त्रीमण्डल विज्ञहरूबाट बाहिर ल्याउँछ सांसदबाट ल्याउँदैन। त्यो जुन सांसद हुन्छन् तिनीहरूले चाहिँ नीति निर्माणको काम गर्छन्। सँगसँगै त्यसो भएपछि करप्सन त अलिकति असाध्यै करप्सनको स्रोत त फेरि चुनावकै बेलादेखि नै छ नि त होइन तिनीबाट सुरु हुन्छ नि। यस्तै ठुला बडाहरूबाट अथवा चाहिँ एउटा पैसा लिएर चुनाव जितेपछि त्यसलाई गुण तिर्ने जुन छ त्यो दुश्चक्र त्यहाँ तोडिएपछि एउटा स्रोत त्यहीँ घट्छ। र जो अब त्यसपछि चेक एन्ड ब्यालेन्स के हुन्छ भन्नुभयो त्यसो गर्दाखेरि त मन्त्री नहुने भएपछि संसदमा नै उसले त्यसो पनि गर्दैन विधि विधानमै ऊ काम केन्द्रित हुन्छ र राष्ट्रपतिले गलत गर्छ कि भनेर एक्जिक्युटिभलाई चेक गर्नेमा त्यो बढी केन्द्रित हुन्छ। क्वालिटी मान्छे पनि प्रत्यक्ष भएपछि त्यहाँबाट आउँछन्। यसले हल गर्छ भने अर्को त फेरि त्यसलाई चेक गर्नको निम्ति त्यहाँ त महाभियोगको कुराहरू पनि हुन्छन् र अरू विधि पनि त्यहाँनिर अपनाउन पनि सकिन्छ। अधिकार पनि बाँडफाँड गरेर राख्न पनि सकिन्छ त्यहाँनिर। त्यो त हामी आफ्नै ढङ्गले फरक फरक देशका आफ्ना अनुभवहरू छ। अमेरिकामा एउटा छ पस्नै म सकिहालेँ एउटा त्यसरी चेक एन्ड ब्यालेन्स गर्न चाहिँ सकिन्छ। र क्वालिटीको जुन कुरा यही फलानु मान्छे आउँछ नाउँ नलिउँ त्यो चाहिँ किन अहिले त्यस्ता मान्छे किन गएको छन् भने तपाईँले चाहिँ 15-20 हजारको भोट ल्याएर जितेर मान्छे प्रधानमन्त्री भइदिन्छ क्या। अहिले आफ्नो कन्स्टिट्युसनमा मात्रै त्यहाँ लगाएर खने भ्यू टावर बनायो अनेक गऱ्यो घर घरमा पुर्याइदियो गरेर हुन्छ। तर देशैभरि छान्दाखेरि त अलिक क्वालिटी नै हुन्छ मान्नु पऱ्यो नि त हामीले 50,000ले छानेको भन्दा शासकीय स्वरूप परिवर्तन गर्ने बिन्दुसम्म अहिलेको यो क्रान्ति पछि चाहिँ नि पुग्ने बाटो के रेफरेन्डममा त जानु पर्ला नि होइन। अहिले त्यो पनि गर्न सकिन्छ त्यो सहमतिले गर्न सकिने कुरो। तर अहिले महँगो भएको छ तपाईँले भन्नुभएको जस्तै क्वालिटीका मान्छेहरू आउँछन् भन्नेमा चाहिँ मेरो प्रश्न छ कि चुनाव त अत्यन्तै महँगो भइसक्यो मतदातालाई नि बानी परिसक्यो नि फेरि होइन त्यो त्यही चेक गर्न सकिन्छ नि त। जो मन्त्री नहुने भएपछि धेरै लोभ पनि गर्दैन अनि फेरि डाइरेक्टली इलेक्टेड हुने भएपछि क्वालिटी मान्छे पनि त्यहाँ आउँछन्। There is no anything. जस्तै अहिले इन्डोनेसिया र फिलिपिन्स द सेम थिङ वी आर गोइङ थ्रु होइन। इन्डोनेसिया र फिलिपिन्स दुईटामा डाइरेक्टली इलेक्टेड छ प्रेसिडेन्ट होइन। एउटामा 6 years टर्म छ एउटामा 5 years टर्म छ। दे आर गोइङ थ्रु द सेम फुल सोल्युसन त हैन व्हाटएभर देयर इज नो सोल्युसन। अघि समाजले नियति इज द मोस्ट इम्पोर्टेन्ट थिङ के। अनि प्लस अनदर थिङ इज दैट हाम्रोमा फ्लस हुनु पर्यो। हाम्रो अघि यही संविधानमा टेकेर अहिले हामीले कुरा गरिरहेको शासकीय स्वरूपको चाहिँ परिवर्तनमा पुग्ने बाटो के त संविधान त यही छ नि त। एब्सोल्युटली हैन व्हाट आई सेड या त एउटा भनेको के तपाई हामी सबैले चुनाव छ त्यसपछि हैन हामीले यसो गर्नु भएन के हैन तपाई हामीले पनि धमिलो पाना माछा मार्नु भएन। यसको उठाउनेहरु त को हाम्रो त्यो नाति नै पुस्ता हो क्या। तपाईले मैले भन्न पाइए खाना नपाएपछि त मान्छेले धमिलो पानीमा पनि माछा चाहिँ मार्छ हैन। उनीहरुले भन्न दिउ न उनीहरुले त यो माइग्रेट गरिरहेछ त्यो गर्न दिउ न। त्यसको म्यान्डेटको आधारमा
नै राष्ट्रपतिबाट अध्यादेश जारी हुन्छ र प्रणालीमा जान्छ र भोलि गएर चाहिँ त्यसलाई चाहिँ संसदले चाहिँ भोलि कहिले गर्न सक्छ त्यो विधानले भनिहाल्छ नि त 2 पुर्याएर संशोधन गर्न सक्नुहुन्छ तपाईँले जसले नि गर्न सक्छ तपाईँ नि गर्नु मैले गरौँला अर्काले गरौँला अहिले त अगाडि गर्नु पर्यो नागरिक स्तरमा सबैभन्दा बढी प्रत्यक्ष निर्वाचित कार्यकारीको अभियान चलाउने मान्छे मै होला लाई मान्नुहुन्छ हो सबैभन्दा बढी र्याली गरेँ आमसभा गरेँ प्रोटेस्ट गरेँ यहाँ कति गरेँ मैले हजुरले अघि भन्नुभएको संविधान निर्माताका सुझाव सङ्कलन केन्द्रहरू हरेक ठाउँमा म गएर आन्दोलन गर्थेँ बेसिकली सबजना लगेर प्रत्यक्ष निर्वाचित चाहिन्छ भनेर हल्ला गर्थेँ दुनियाँ चिज गर्थेँ मैले प्रत्यक्ष निर्वाचित कार्यकारी के को लागि डिमान्ड गरेको थिएँ भन्दाखेरि मैले पहिला सुरुमा प्रब्लम आइडेन्टिफाई गरेँ अघि पनि मैले भने प्रब्लम वाट इज द प्रब्लम अफ दिस पोलिटिकल डेडलक के भयो त जसलाई भोट गरे पनि त्यही मान्छे पुग्यो these people are not efficient people र जिन्दगीमा नेपालले कहिले पनि स्टेबल गभर्नमेन्ट हेड पाएन एक्जिक्युटिभ पाएन भनेपछि वाट्स द वे अफ हैन इलेक्सनै हो नि त डेमोक्रेसीमा इलेक्सन भन्दा अर्को चिज कुनै पनि छैन भनेपछि त केमा वर्कआउट गर्नु पर्यो इलेक्सनमा सो वाट इज द इलेक्सन सिस्टम प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रोमा प्रधानमन्त्री छ ल ठिक छ संविधानको रक्षक भनौँ र whatever त्यो चिफ अफ फिल्ड मार्शल whatever राष्ट्रपति भइहाल्यो सो प्राइम मिनिस्टर भइसकेपछि कुन तरिकाले जाने अहिले पनि हामीले 2 भोट गरिरहेको छौँ एउटा प्रत्यक्ष भोट गरिरहेको छौँ एउटा सांसद अर्को समानुपातिक सांसद भोट गरिरहेको छौँ जस्ट लाइक इलेक्टोरल कलेज यो जुन समानुपातिक भोट गरिरहेको छौँ समानुपातिक प्रधानमन्त्रीलाई भोट गरिरहेको छौँ हामी सो त्यसो भएर त त्यो पुरै समानुपातिक संसद प्रत्यक्ष कार्यकारी भने कुरा चाहिँ यो हो कि हामी सबैजनाले यहाँ जाने भनेर भनिसक्यौँ सगरमाथाको शिखरमा जाने त्यहाँ गएर झन्डा उगार्ने भनिसक्यौँ एभ्री वान इज इन एग्रिमेन्ट विथ द्याट होइन तर अब जाने कसरी उहाँको कुरा चाहिँ मैले भनेको चाहिँ अब यही जुन चुनाव भइसकेको छ म्यामले पनि त्यही भन्नुभयो त्यही चुनावबाट 2/3 मेजोरिटी ल्याएर गर्ने भन्दाखेरि अहिलेको जुन संरचना छ इम्पोसिबल पहिले गर्नुपर्छ त्यो गरेर उता जानु आयो जुन पहिले गर्नुपर्छ पहिले गरेर जाने अनि बदल्ने त्यसले बदल्न सक्छ दुईटा कुरा थियो हामीसँग दुईटा अप्सन थियो हिजोको अन्तरिम सरकारको कुरा गरौँ त्यतिखेर सिपिए साइन भएको थियो सिपिए साइनमा सबै दलहरू सत्तारूढ दल प्रमुख प्रतिपक्षी दल अथवा भनौँ राष्ट्रिय जति पनि जोसँग 2/3 म्यान्डेट छ अथवा त्योभन्दा पनि बढी भएको म्यान्डेट भएको सबैजनाले एउटा सम्झौता गरेर अगाडि बढायो भयो एउटा अप्सन है अर्को अप्सन भनेको हजुरले भन्नुभएको छ संसदलाई एकछिन खोल्नु पर्थ्यो एक दिन खोल्नु पर्थ्यो संसदबाट खोलेर देखाउनु पर्थ्यो किनभने when the iron is hot that's when you hit otherwise it's cold भइसक्यो दुईले मान्नु भएन क्या त्यहाँ मैले त भनेको भनेको थिएँ मैले एक्सेस तुरुन्तै जब यो भइसकेपछि चिन्ता पनि हुने भयो माया पनि हुने भयो अलिकति दुई पक्ष नमाने सत्तामा अगाडि उहाँहरू किन अब यो आन्दोलनकारीले किन दिने भने दम्ब उहाँहरूको अब नयाँलाई पनि के छ अहिले खारिज गरिदिउँ भन्ने उहाँहरू हुन थाल्नु हजुरको कानुनको व्याख्या म संविधानविदहरूसँग पनि सम्पर्कमै थिएँ अब त्यतिखेरदेखिको संविधानविदहरू धेरैसँग कुरा गरेँ एभ्री संविधानविदको गन्ध आउँछ कुन चाहिँ पार्टीको भनेर वाट हि वान्ट्स उसको डेफिनेसन त्यसैमा आउँछ भनिसकेपछि सो अब्जेक्टिभ होइन सब्जेक्टिभ छ एनालाइसिस वान इज चुनावबाट उ गर्ने अर्को इज नाउ वी डोन्ट हैव रद्द गर्दिने अब अप्सन रेफरेन्डम गरौँ भन्न पनि पाइन्छ अब होइन यस जनतामा गयो भइगयो पाइन्छ भनिले होइन पाइन्छ भनिरहनु पर्दैन अनि भन्न पाइन्छ भनिरहनु भएको छ तर यिनीहरूले यसले उछिने भने क्या तपाईँ हाम्रो चाहिँ साइडमा परिरहेको त्यो कुराहरू अब यसले के भन्छ क्या यो मुख्य त तिनीहरूलाई मान्नु पऱ्यो अहिलेको त उनीहरू हुन् उनीहरू पुर्याएनन् भने भोलि फेरि हामीले सक्यौँ भने गरौँला अर्को ढङ्गले तर म चाहिँ जे उठाएको छ यो मेरो नाति नातिनी पुस्ताले तिनलाई म चाहिँ स्याबासी दिँदै तिनलाई नै अगाडि बढाउनु पर्छ भन्ने भएको छ एकदम 100% एग्रिमेन्ट यसमा म पनि छु उहाँहरूसँग पनि यस्तै कुरा गर्दाखेरि पनि मैले क्लियरली नै भनेको छु तर मेरो चिन्ता यो छ उहाँहरूलाई नै भन्दाखेरि उहाँहरूको एउटा सोच एउटा होइन दिशा भएको भएदेखि ल ठिकै छ लिएर जान्छन् भनेर हामी समर्थन गर्नुपर्छ भन्ने अहिले त उहाँहरूले केही जसरी भयो कुरा गरेर सुशीला कार्कीजी सम्माननीय प्रधानमन्त्री बनाउनुपर्छ भनेर बनायौँ उहाँहरू नै पर्सिपल्ट उहाँको निवास अगाडि आएर राजीनामा दे भन्नुभयो एकदम फ्र्याक्चर्ड छ यो देश हाम्रो पनि एक मिनट है यो देश हाम्रो पनि हो होइन उहाँहरूको पनि हो सबैको हो त्यही भएर चाहिँ मलाई चिन्ता चाहिँ के छ भने यो हिलोलाई खेलाउने धेरै छन् फेरि यस्तो हिलो खेलाइदिन्छन् कि बिचरा उहाँहरू कन्फ्युज हुनुहुन्छ अनि फेरि फुत्त उही कमलको फुल भनेर चाहिँ एउटा अर्की फुल टक्क आएर फेरि उहाँहरूले नै अर्को 10 वर्ष लगाइदिने हो कि भन्ने डरले मात्रै कसरी हो त्यो स्पष्ट हुनु पर्यो कि अहिले चाहिँ तर कुनै पनि जेनेरेसन चाहिँ नि जेनेरेसनली
फोकस्ड हुँदैन, डिभाइडेडै हुन्छ। हाम्रो जेनेरेसन पनि थिएन, उहाँहरूको जेनेरेसन पनि थिएन। अहिलेको जेनेरेसन पनि उनीहरू पोलिटिकल सोचका बारेमा युनिफाइड छैन होला, किनभने उनीहरूलाई इन्ट्रेस्टै थिएन। हामीले इन्ट्रेस्टै इन्जेक्ट गरेनौँ उनीहरूमा। आर्टिकुलेट त गरिदिनु पऱ्यो नि, तर अब्जेक्टिभली आर्टिकुलेट गरिदिनु पऱ्यो। मेरो स्ट्यान्ड पोइन्टबाट यही ठिक भनेर भनिदिनु भएन, बस्न पऱ्यो सबै स्टेक होल्डर्सहरू। खोइ त कोही त अझसम्म निस्किया छैनन् होइन, आफ्नै क्रोनिजहरूसँग घुम्या मात्रै देखिन्छ। अहिलेसम्म त पोलिटिकल होइन, उहाँहरूले त स्टेक होल्डरै बन्न दिनुहुन्न भन्ने छ। म स्टेक होल्डर यिनीहरू क्या नयाँ पुस्ताका जो मान्छेले आन्दोलन जहिले पनि त्यही हुन्छ इतिहासमा, त्यसो गर्नु हुँदैन। जो हिस्ट्री हेर्नुहोस्, त्यसैले अहिलेका लिडर भनेको यिनीहरू नै हुन्। बरु यिनीहरूको बिचमा तपाईँ हामी जस्ता मान्छेहरूले फरक फरक मतहरू हुनसक्छन्, त्यहाँ बहुदलीय लोकतन्त्र हुनुपर्छ, तर मूल रूपमा चाहिँ एउटा चाहिँ बनाउनुहोस् भन्ने सुझाव दिनुपर्छ हामीले उहाँहरूलाई। क्या हजुरले प्र्याक्टिकली सुझाव दिँदाखेरि फर इक्जाम्पल अहिले गभर्मेन्ट इन्टरिम गभर्मेन्ट फर्म भइसकेको छ, यसको वे फरवर्ड के हो त? मेरो चाहिँ बुझाइ यदि 30 डेजभित्र स्पेसल प्रोसिक्युट युनिट भन्ने तरिकाको गठन गरेर, किनभने यो आयोग जुन छ, आयोगले कहिले काम गरेको छैन सबैलाई थाहा छ प्रेजुडिस अनुसार, यसले के गर्नु पर्यो भने 30 डेजभित्रमा जति पनि मन्त्री प्रधानमन्त्री अथवा भनौँ कार्यकारी अधिकारी प्राप्त जति पनि व्यक्तिहरू छन्, उनीहरूको सबैजनाको पहिला सुरुमा सम्पत्ति देखाउनु पर्यो, एक्सपोज गर्नु पर्यो सुरुमा। यो अहिले यतिखेर हो क्या गर्ने भने। त्यस पछाडि जजलाई छ 30 डेजभित्र मुद्दा मामिला पनि गरिहाल्नु पर्यो, यतिखेर हानिहाल्नु यतिखेरै। नत्र भने यदि यसलाई हान्यो भने त साँच्चै परिवर्तन आउँछ। नेक्स्ट इलेक्सन विल बी फेयर ओन्ली देन, अदरवाइज नेक्स्ट इलेक्सनमा वी आर गोइङ टु गेट इभन मोर करप्टेड पिपल। अहिले यो सरकारले यदि खुट्टा कमायो, यदि यो भ्रष्टाचारीलाई साँच्चै नै केही पनि गर्न सकेन र सिर्फ निर्वाचन मात्रै केन्द्रित भयो भने नि यो जतिको ठुलो दुर्भाग्य देशको लागि केही पनि हुनेवाला छैन। हो, त्यसैले यसैमा त्योभन्दा अगाडिको स्टेप चाहिँ के हो भने जो आन्दोलनकारीहरू हो हामीले सबैले एडभाइज गर्ने, एन्करेज गर्ने, तपाईँहरूले सापेक्ष ढङ्गले मिल्नु, सबैमा सहमति नहोला, ब्रड कुरामा तपाईँहरूले लिडरसिपको मोटामोटी बनाउनु 8 जना 10 जना बेसनको ग्रुप बनाउनुहोस् र त्यसले चाहिँ तपाईँले रिटर्न रूपमा के हो तपाईँले मेन डिमान्डहरू गरेर त्यो तपाईँले सरकारलाई प्रस्तुत गर्नुहोस्। राष्ट्रपति प्रधानमन्त्री हुनुहुन्छ, त्यो सम्झौता गर्नुहोस् तपाईँहरूले। सम्झौतामा के गर्ने? एउटा यो त अहिले त खालि घटनाको छानबिन मात्रै भयो, त्योभन्दा ठुलो छानबिन भनेको भ्रष्टाचारको मुद्दा हो नि त। भ्रष्टाचारीहरूले जुन उच्च स्तरीय इन्डिपेन्डेन्ट आयोग गठन गरेर एउटा चाहिँ छानबिन र कारबाही होस्। अर्को कुरा चाहिँ यो इलेक्ट्रल र सिस्टमिक जुन छ त्यो विषयमा पनि सहमति गरेर अध्यादेश जारी गरेर अनि चुनावमा जाउँ लगायतका अनि पेरिफेरल कुराहरू यसरी जानु नै सही हुन्छ अहिले। क्या त्यसो हो भने यो फ्रुटफुल हुन्छ, यो नत्र यो फिजलाट हुने खतरा एउटा छ। यसैमा अर्को डाइमेन्सन अब हामीले छलफल गर्ने नगर्ने, अर्को हामी असाध्यै सेन्सिटिभ भू राजनीतिभित्र हामी छौँ। त्यसैले हामी कन्स्पिरेसी थ्योरीमा नजाउँ। हेर्नु, हामी सबै फेरि पूर्वाग्रह हामी त्यसो गर्नु हुँदैन। यो संसारभरिकै नियम हो। जति बेलादेखि स्टेट नेसन अथवा स्टेट नेसनहरू जुन बने त्यति बेलादेखि नै यो त एक्लै अर्कालाई खेल्ने चाणक्यका नीतिदेखि म्याकियाभेलीको सँगको एउटा थियो भने अहिलेको युवाले आएर हेर्नुभयो भने बिग पावर गेमहरू, सोकल इन्टरनेसनल अर्डर डिसअर्डर जे भने जुन छ, त्यसले गर्दा त्यसको प्रभाव पर्छ। यसबाट अछुत रहन सकिँदैन। अहिले त इकोनोमिकली सोकली सबैको मान्छेको मुभमेन्ट यो टेक्नोलोजीको यति इन्टर रिलेटेड हामी भएको छौँ। त्यसले त्यो विषयमा पनि हामी विभाजित हुनुहुन्न भन्ने मेरो चाहिँ भनाइ हो। कि जतिले त सबभन्दा ठुला देश जो जनसङ्ख्याको हिसाबले पहिलो दोस्रोमा छौँ, इकोनोमीको हिसाबले पनि पहिलो र तेस्रोको बिचमा हामी हुन्छौँ। यस्तो ठाउँमा हामीले देशमा कम यो विषयमा क्या इन्टरनेसनल रिलेसन देशको सोभरेन्टीको विषयमा चाहिँ यो चाहिँ पार्टिजन एटिट्युड नबनाउँ। जोसुकै पनि देशको एउटा नीति होस् क्या त्यो पनि बनाउनु पर्यो र हाम्रो नाति नातिनी पुस्तालाई अहिलेदेखि हामीले सिकाउनु पर्यो भन्ने मेरो आग्रह हो। होइन, यसमा चाहिँ म ब्याङ्कर बाबुले जहिले पनि पैसाकै कुरा गर्छु भन्छ, तर कुरा पैसामै आउँछ जे पनि होइन। म चाहिँ क्लियर छु यसमा। श्रीजीले भन्नुभएको आई थिङ्क एभ्री वानको उसमा चाहिँ अब परिवर्तन ल्याउने हो भनेदेखि पैसोकै कुराबाट सुरु गर्नुपर्छ। त्यो भनेको दुईवटा सुझाव छ मेरो। एउटा आयोग जुन चाहिँ त्यो होइन म्यासेकरै भन्छु म पनि, त्यो भयो त्यसको लागि एउटा त्यो आयोग भयो। त्यो सँगसँगै त्योभन्दा पनि बलवान एउटा आयोग कस्तो बनाउनुपर्छ? चिठी लेख्ने आयोग, सबैलाई चिठी लेख्ने, जसले चाहिँ भनौँ 25 लाखभन्दा बढी सेयर किनेको छ, गएको 3 वर्ष 7 वर्षमा 50 लाखभन्दा बढीको मोटर किनेको छ, 1 करोडभन्दा बढीको घर जग्गा किनेको छ, तपाईँको स्रोत देखाउनुहोस्। अहिले त डिजिटाइजेसनले गरेर सबै चिज त्यहीँ छ होइन, लिने मात्रै कुरा हो। एआईले मान्छेले पनि गर्नु पर्दैन, एआईले नै हेरेर गरिदिन्छ। त्यो हुन्छ अब मैले अनिलजी तपाईँले 10 करोडको किन्नु बारे स्रोत देखाउनुहोस्, मैले देखाउनु सकेँ
होइन ट्याक्स तिरेको बिजनेसबाट गरेको विदेशबाट माया ट्याक्स तिरेको भनेदेखि नमस्कार अर्को कमाउनु होला भन्ने देखाउनु सकेन भनेदेखि त्यो धन पनि तपाईँ पनि अब आउनुहोस् सरकार कहाँ अनि त्यो बेलामा या त मैले भन्नुपर्छ ए त्यो मेरो होइन है मेरो काकाले दिएको हो भनेपछि आफू पनि गयो काका पनि गयो दोस्रो एन्ड एज इम्पोर्टेन्ट दसैँ तिहार छठमा नगरौँ छठ सिद्धिने बित्तिकै अर्थमन्त्रीज्यू अलिकति आँटिलो पाउनु भएको छ यो भत्ता सत्ता गर्ने धेरै राम्रो कुरा हो 500 र 1000 रुपियाँको नोटलाई रद्द गरिदिउँ इलेक्सनमा के हुन्छ पैसा जान्छ जोसँग पैसा छ उसले जित्ला भन्ने उठ्छ 500 र 1000 यो भनौँ सर्वसाधारण हरेक नेपाली जनताले ल भनौँ 10 लाख रुपियाँ भनौँ लिएर आउनु सक्नुहुन्छ 1 महिनामा त्यो चाहिँ ब्याङ्कमा लिन्छ तपाईँलाई केही प्रब्लम हुँदैन मेरो घरमा 10 लाख रुपियाँ 1500 को नगद छैन है दसैँको मुखमै पनि आई डोन्ट थिङ्क एनी अफ अस हेभ द्याट सर्वसाधारण 99% नेपालीको घरमा 10 लाख रुपियाँ हुँदैन क्यास तर जसको छ उसको 10 करोड छ 50 करोड छ 1 अरब छ उसले के गर्ने या त सबै जनतालाई 10 लाख ठट्टा जोक होइन बिचमा तपाईँले भन्दा समयले सम्झे यसलाई फेरि तपाईँले भन्छ छोड्छ भन्नुहुन्छ मलाई आज मात्रै एउटा मान्छेले भन्यो एउटा 10 करोड रुपियाँ फलानाले फल्का गरेर राखेको छ भन्ने सूचना दियो अहिले आज भर्खर भाइ 1-2 घन्टा अगाडि कुरा यस अब त्यो गरिदियो भनेदेखि त्यो पैसा या त भुस हुन्छ हैन यस्तो कदम यो जुन चाहिँ म्यासेकर भन्यो जुन बलिदान भन्यो त्यो चाहिँ सिर्फ एउटा हैन शहीद घोषणा गरेर 10 लाख दिएर उहाँहरुको त्यो रगतको हुँदैन है यस्तो कदम गर्नु पर्यो यो गरिसकेपछि अनि त्यसपछि जनताले पत्याउँछ कि अब त के हुन्छ है भनेर किन जेनजीले खास एक्चुअली भन्यो भने राजनीतिक परिवर्तन भन्दा पनि भ्रष्टाचारको विरुद्धमा हो क्या सो यो भ्रष्टाचार यदि हामीले भ्रष्टाचारमा एकदम हार्डकोर नजाने हो भने यो सरकारको औचित्य पनि छैन र यो 2 वर्ष पछाडिको इलेक्सन अगाडि ल्याएर झन् पाप काम गर्यो हैन र यसमा चाहिँ अर्को के हुन्छ है यसले के गर्छ इट्स नट ओन्ली क्वेशन भ्रष्ट मान्छेहरुलाई राख्ने एउटा धेरै ठुलो ठाउँ खोल्दिन्छ ब्युरोक्रेसीमा होस् सेक्युरिटी सर्भिसेसमा होस् पोलिटिक्समा होस् नेता जेलमा छ भनेदेखि त नयाँ आउनु पर्यो नि एब्सोल्युटली को आउँछ भन्दाखेरि त्यो कमाए त म पनि त्यहाँ जान्छु भने फरक सोचको भएको मान्छेले लोकसेवा दिनला पुलिसमा जाला हैन जेसुकै होला पोलिटिक्समा जाला जसले चाहिँ अब चाहिँ साच्चै नै म देश बनाउँछु है त्यो ठाउँ क्रिएट पनि त गर्नु पर्यो नि भ्रष्टाचारका कुरामा चाहिँ अरबको कुरा गर्छौं तर राष्ट्र सेवकहरूको कुनै पनि काम गरेर जीविकोपार्जन गर्ने मान्छेको एउटा मिनिमम लिभिङ कस्ट त्यो त हुनै पर्छ हामी क्याल्कुलेट गर्न सक्दैनौं उहाँ पनि मन्त्री बन्नुभयो अर्थमन्त्री हुनुभयो प्रधानमन्त्री हुनुभयो अहिले पनि एकदम के रे कौशल चाहिँ अर्थमन्त्री हुनु लिभिङ कस्ट खोइ एउटा मान्छेलाई नेपालमा बाँच्नलाई मिनिमम कस्ट कति चाहिन्छ भन्ने क्याल्कुलेट गरेर त्यसलाई त्यति अनुसारको तलब दिनलाई उद्यत गरौँ सबै प्राइभेट सेक्टरलाई सरकारी सेक्टरलाई अनि त्यसपछि भ्रष्टाचारको कुरा गर्न सकिन्छ होइन मैले गरेँ भने भन्नुहोस् रामेश्वर खनालजी अहिले संयोगले नहुँदा पनि मानिसहरू सरकारी जागिर बन्न किन लालायित छन् भनेर जडोमा हामी पुगेका छैनौँ नि त्यही हो कुरा चाहिँ बिकज यु नो मैले यो पाएँ भने हैन एउटा कुरा है नगरे होइन मैले भन्नु नगरे होइन उहाँलाई सोध्नु होला रामेश्वरजी साथी हुनुहुन्छ संयोगले हुनुहुन्छ मेरो पालामा मैले यही कुरो भनेर यो 15-20 हजार कति 10 हजार मात्रै कति बेसिक मिनिमम त्यति बेला कहाँ यतिले हुन्छ कमसेकम 40-50 हजार त पुर्याउन भनेको कुरा हजुर ठिक हो एक पुग्दैन भनेर रोकेको एउटा कुरा म भन्नु है हामीले छोडेको समाज ब्युरोक्रेटिक रिफर्म पनि हो यो गर्न मात्रै गाली गरेछ हैन ब्युरोक्रेसीमा सुध्रिनै पर्छ स्टेट फुड भने त्यही हो नि ब्युरोक्रेसी जुडिसियरी सेक्युरिटी सेक्टर सबै गर्नुपर्छ के सो ब्याङ्किङ फर दैट म्याटर ब्याङ्किङ हैन लास्ट टाइम हामीले कुरा टेक्नोलोजीले एड्रेस गर्नु पर्यो टेक्नोलोजीले एड्रेस गर्नु पर्यो जस्तै हामीले रेटिङ सिस्टम कुरा गरेका थियौँ साइड स्टडी आई कमिङ नियर द कन्क्लुजन है एकदम ठीक छ सबैतिर हामी पुगेका छौँ यो म चाहिँ के भन्छु भने जुन कुरा उहाँले गर्नुभयो ब्युरोक्रेसीको पनि एउटा मिनिमम वेज हुनुपर्छ यो पुलिसको पनि आई एम 100% छ यो कहाँ देखाउँछ भनेदेखि नेपालको युवा विदेश गइरहेको छ पसिना बगाउने खाडी क्षेत्र मलेसिया कोरिया गइरहेछ बुद्धि चलाउने अस्ट्रेलिया अमेरिका किन इट्स नट ओन्ली ब्युरोक्रेसी एन्ड सेक्युरिटी सर्भिस प्राइभेट सेक्टरले पनि दिएको छैन के प्राइभेट सेक्टरले नदिएर भएर मैले अस्ति निजी क्षेत्रलाई नै मैले भनेको थिएँ हामी भन्छौँ युवाहरू सब विदेश गए हाम्रो काम गर्ने छैन भनेदेखि र अर्कोतिर फेरि उहाँहरूले नि भन्नुहुन्छ यो एडुकेसनले चाहिँ इम्प्लोएबिलिटी दिएन भनेर भन्छौँ यहाँ दिएन तर त्यही एडुकेसनले उनीहरूले अस्ट्रेलिया अमेरिका युरोपमा जागिर पाइरहेछ खाडी क्षेत्रमा काम गरिरहेछ राम्रो पैसा कमाइरहेछ त्यो पैसा हामीले यहाँ दिएन उहाँ गयौँ हामी के चाहन्छौँ भने होइन उद्योगपति भनौँ यो त्यो म आफैले पनि भनौँ प्रोडक्टिभ लेबर होइन चिप लेबर खोज्छौँ
चाइना आज त्यहाँ पुगेको चिप लेभरले होइन है, प्रोडक्टिभ लेभरले होइन। अहिले अब यो यसलाई लामो गऱ्यो भने अडियन्सलाई पनि बोर हुन्छ अनिलजी। अनिलजी, ओहो राइट, इट्स बेटर कम टु अ कन्क्लुजन बिकज यु ड्रइङ। आई जस्ट वान्ट हजुरहरुको one point हजुर, what do you think the Gen Z people should do now going forward? ला हजुरबाट सुरु गरौँ। मेरो उहाँहरूलाई तपाईँले नेतृत्वको टोली चुन्नुहोस्, त्यसले तपाईँको मागहरू सूत्रबद्ध 1 2 3 4 5 कति गर्नुहोस् र अहिले जुन सरकारमा जो हुनुहुन्छ प्रधानमन्त्री बसेर लिखित सम्झौता गर्नुहोस् र त्यसलाई कार्यान्वयन गरेर अनि चुनावमा जानुहोस्। मेरो उहाँले सुझाव मात्र हुँदैन। अनि चुनाव त्यो नगरी जानुभयो भने डिजास्टर हुन्छ। तपाईँहरूको यो जुन त्यहाँको बलिदान शहादत छ त्यो खेर जान्छ, त्यस्तो नहोस् भन्ने मेरो उहाँले सुझाव छ। प्रिटी मच द सेम। यसलाई यो छलकपटमा नफस, किनभने यसमा अझै पनि छलकपटको प्रशस्त छिद्रहरू छन्। जे जसरी क्रान्तिको उभार भयो, जसरी चाहिँ नि शान्तिको पनि प्रत्याभूति हुँदैछ, त्यसलाई संस्थागत गर्नका लागि चाहिँ नि त्यो छिद्रहरूप्रति जहिले पनि सजग रहनु र लैलैमा नलाग्नु। यो नेपाली विषय हो, नेपालमै यसको टुङ्गो पाइन्छ भन्ने मलाई त विश्वास छ एटलिस्ट। त्यसैले गर्दाखेरि यहाँ खेलाउने मदारीहरू थुप्रै आउँछन्, आइसके भन्छन्, छँदै थिए, अझै बढे होलान्। त्यसैले गर्दाखेरि त्यो छिद्रहरूप्रति चाहिँ नि सजग हुनु र डाक्टर साहबले भन्नुभएको जस्तो नेतृत्व चाहिँ चाहिन्छ। यो हेडलेस चिकन भएर भटपट गरेर चाहिँ केही पनि हुँदैन। यु निड अ हेड टु इट। कोही तपाईँहरूको मन खाएको कोही मान्छेलाई चाहिँ नि राख्नुहोस्, एउटा एडभाइजरी बडी बनाउनुहोस् र जो स्टेक होल्डर्सहरूसँग नेगोसिएट गर्नलाई त्यही कम्पिटेन्ट टिम पठाउनुहोस्। युल बी अ विनर। फर्स्ट अफ अल रियलाइज गर्नुहोस् केमा लिगल सल्युसन छ, केमा पोलिटिकल सल्युसन छ। पोलिटिकल सल्युसन छुँदै नसुनुहोस्, लिगल सल्युसनमा जानुहोस्। भट्टाभट भ्रष्टाचारीहरूलाई समात्ने 30 दिनभित्रमा एक्जिक्युसन जानुहोस्। इलेक्सन पछि छ। अहिले पहिला सुरुमा भनेको भ्रष्टाचार। यदि यो शहीदहरूको आत्मालाई शान्ति दिने भने भ्रष्टाचारीहरूलाई सबैलाई ठोक्नु, भ्रष्टाचारलाई सबै ठोक्ने बित्तिकै सबै चेन्ज आइसक्यो, सोल्युसन आइसक्यो क्या, द्याट्स इट। अनि यदि लिगल बाहेक राजनीतिक कुरा गर्न थाल्यो भने हामी फेल खायौँ सबैजना। अब यङ ब्लड छ होइन, अलिकति क्रोध पनि छ, प्रतिशोधको भावना पनि छ। अहिलेको समय भने चाहिँ संयम हुने समय पनि हो जस्तो लाग्छ, किनभने संयमतामा ठुलो शक्ति पनि हुन्छ होइन। र अर्को भूषण सरले भन्नुभएको जस्तै एकरूपता त चाहियो। फेरि उहाँहरूकै क्रेडिबिलिटी घट्छ कि, उहाँहरूकै मागको वजन घट्छ। एउटा आशा एउटा कुरा भनेको छ, अर्को समूहले अर्को भनेको छ। आफूमा बाँच्दा त उहाँहरू नै कमजोर हुनुहुन्छ। एक भएर आउनु पर्यो, लिडर चुज गर्नु पर्यो। र जेनजीलाई मात्रै होइन, अहिलेको सरकार, अहिलेको नेतृत्वलाई पनि मेरो प्रश्न छ, यो विद्रोहको भावना समेटिएन भने फेरि अहिलेको यो नेतृत्वले पनि त्यही नियति भोग्छ जुन हामीले जसको विरुद्ध आन्दोलन चर्कियो के। त्यस कारणले गर्दा यो सरकारलाई पनि छुट छैन के, टाइम बाई गर्ने पनि छुट छैन, उधारो सहमति गर्ने छुट छैन। क्रान्ति भनौँ होइन, रिभोल्युसन भनौँ, रिभोल्युसन त एउटा धक्का हो नि त, तर समाज अगाडि बढ्ने त फेरि इभोल्युसनले पनि हो नि, दिनानुदिनको प्रक्रिया हो क्या। रिभोल्युसनले एउटा धक्का दिन्छ, मान्छेलाई चेतना भरिदिन्छ, तर त्यसपछि त फेरि सधैँ रिभोल्युसन गर्न थाल्यो भने त्यो त गृहयुद्ध हुन्छ नि फेरि। त्यस कारणले गर्दा उहाँहरूलाई पनि एकदमै चनाखो हुन आवश्यक छ। 6 महिनाको समय सीमा छ, चुनाव गराउनु पर्ने छ, भ्रष्टाचार र सुशासन भनेर त्यति मानिसहरूले रगत बगाएका छन्। चुनौती छ नि, तर यही चुनौतीमा नै सम्भवतः उहाँहरूको नेतृत्वको पनि परीक्षण हुन्छ। चुनौतीमा नै त हो फेरि हाम्रो लिडरले डेलिभर गर्ने पनि, र उहाँहरूलाई अवसर पनि छ। किन भन्दा नेपालमा केही पनि खास ट्र्याकमा अगाडि बढेकै छैन। एउटा दुईटा मात्रै प्रयास गरिदिनु भयो भने, यो भ्रष्टाचारका विभिन्न काण्डहरू आछन्, त्यसलाई ट्र्याकमा लिएर जानु भयो भने, आयोग बनाएको छ, त्यो आयोगले सत्य तथ्य निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही गरिदियो भने र समयमा चुनाव गऱ्यो भने त हामी एउटा ट्र्याक समात्छौँ होला। र मैले भने जस्तै समाज त इभोल्युसनको प्रक्रियाबाटै अगाडि बढ्ने हो, दिनानुदिनको प्र्याक्टिस हो। थ्याङ्क यू भेरी मच है सम्माननीय पूर्व प्रधानमन्त्रीज्यू एन्ड ब्रदर्स एन्ड सिस्टर हु आर हियर। यहाँहरूले समय दिनुभयो। म चाहिँ यहाँहरूकै कुराबाट के भन्न चाहन्छु भने, हाम्रो जेनजीको भाइ बहिनीहरूलाई र सबै जेनेरेसनको नेपालीलाई हामी चाहिँ फेरि हाम्रो जीवनकालमा धेरैचोटि यस्तो मोडमा पुगिसक्यौँ। यो चाहिँ एकचोटि एउटा जेनेरेसनको भनेकै 3 चोटि भइसकेको छ यो यस्तो परिवर्तन। यो मौका चाहिँ हामी नगुमाउँ। यो मौका नगुमाउनलाई चाहिँ सबैजनाको भनेको एउटा नेतृत्व चाहिन्छ, एउटा टिम चाहिन्छ। यही हो हाम्रो भोइस भनेर, त्यो टिममा होइन, उनीहरूले भनेकै कुरा होइन, सबै उहरू हुनुपर्छ। र अहिले आएको कुरा चाहिँ अहिलेको सरकारले पनि बुझ्नुपर्छ कि यो चाहिँ एउटा रेभोल्युसनरी
चेन्ज पछि आएको सरकार हो। उहाँहरूले चुनाव जितेर आएर चाहिँ एभोल्युसनरी चेन्ज गर्ने होइन, इट हेज टु बी ट्रान्सफर्मेसनल चेन्ज। घोडागाडीले राम्रो घोडागाडी बनाएर मोटर गाडी बनेको होइन है, त्यो घोडागाडीलाई छोडेर मोटर गाडी बनाउँछु भनेर मोटर गाडी बनाएको जस्तै अहिले पनि यहाँ आएको कुरा भूषणजीले भन्नुभएको कुरा सबै चिज फेरि टेबलमा राखेर कुरा गरौँ न त, किनभने त्यस्तो परिवर्तन आएको छ। पहिलाकै सिस्टम चल्ने भए त हुँदै थिएन, तर यो भएन भनेदेखि चाहिँ म पनि यहाँहरूसँग सहमत छु। यसै गरी नै हामीले चुनाव गऱ्यौँ भनेदेखि चाहिँ जस्तो हामीले पहिला संविधान सभा पछि नयाँ जुन संसदहरू आए त्यस्तै संसद आउँछ र त्यस्तै सरकार आउँछ, अनि त्यसपछि यो परिवर्तन पनि बिर्सिन्छौँ। र मैले अबदेखि चाहिँ जहिले भन्ने गरेको छु, इतिहास जहिले पनि जित्ने मान्छेले लेख्छ है। अहिले लेखिरहेको छैनौँ हामीले इतिहास, त्यो चुनाव भएपछि जसले जितेर जो संसदमा आउनुहुन्छ उसले लेख्छ कि यो कु हो कि रेभोल्युसन हो भनेर। त्यो यसलाई रेभोल्युसन हो, यसले चेन्ज गर्यो भनेर गर्ने हो भनेदेखि त्यो चुनावबाट चाहिँ जितेर आएर हामीले गर्नुपर्छ। यही भन्दै थ्याङ्क यू भेरी मच वन्स अगेन, Thank you. एन्ड अल द भेरी बेस्ट टु अल अफ अस।